तिर साहस हो। हेलो एन्ड नमस्ते एभ्रिवान, दिस इज सृजना कटवाल, कन्टेन्ट क्रिएसन अफिसर एट चेन्ज फर चेन्ज। सीएफसी त दृष्टिविहीन व्यक्तिहरूका लागि काम गर्ने संस्था होइन र अनि आज चाहिँ किन महिनावारी भन्ने शब्दबाट सुरु भइरहेको छ भनेर सोच्दै हुनुहुन्छ भने नि सायद धेरैजनालाई थाहा छैन होला, तर सीएफसीले पर्सन्स विथ भिजुअल डिसेबिलिटिजका लागि मात्रै काम नगरेर धेरै पहिलादेखि नै यौन र प्रजनन स्वास्थ्य र अधिकारका लागि, अङ्ग्रेजीमा भन्नुपर्दा सेक्सुअल एन्ड रिप्रोडक्टिभ हेल्थ एन्ड राइट्सका लागि धेरै पहिलादेखि काम गर्दै आएको छ। अलिकति पछाडि फर्केर हेर्दा सन् 2020 देखि नै सीएफसीले मेन्सुरल टक क्याम्पेनका मार्फत इन्क्लुसिभ राइट्समा ठूलो भूमिका निभाएको छ। पहिलो वर्ष हामीले LGBTQ+ कम्युनिटी र वुमेन विथ डिसेबिलिटिजलाई महिनावारीमा खप्नुपर्ने चुनौतीहरूका बारेमा अनलाइन प्यानलको थ्रुबाट छलफल गरेका थियौँ, जुन 30,000 भन्दा बढी मानिसहरूको माझमा पुगेको थियो। सन् 2021 मा पनि हामीले दृष्टिविहीन व्यक्तिहरूद्वारा एक्टेड एउटा अडियो ड्रामा प्रकाशित गरेका थियौँ, जसले मेन्सुरल प्रब्लम, हाइजिन र प्रडक्टका बारेमा धेरै अवेरनेस फैलाएको थियो। 2024 मा पनि हामीले फ्यामिली प्लानिङ एसोसिएसन अफ नेपालसँग मिलेर मेन्सुरल टक सिजन 3 ल्याब स्कुलमा कन्डक्ट गरेका थियौँ, जसमा छाम्न मिल्ने 3D मोडलहरूलाई युज गरेर 15 भन्दा बढी दृष्टिविहीन बालबालिकालाई हामीले मेन्सुरेसन कसरी हुन्छ, मेन्सुरेसनमा के गर्नुपर्छ, कस्ता प्रडक्टहरू युज गर्नुपर्छ जस्ता धेरै जानकारीहरू दिएका थियौँ। दिस इज आवर 4th सिरिज अफ मेन्सुरल टक। अनि आज चाहिँ मसँग सञ्जया दिदी हुनुहुन्छ। हाई सञ्जया दिदी, हाउ आर यु डुइङ? Hello Srijana, I'm good. Okay, so to the audience who are watching us, अलिकति हजुरलाई इन्ट्रोड्युस गराइदिनुहोस् न त। Good morning, good afternoon, good evening viewers. म सञ्जया श्रेष्ठ, CFC को co-founder र treasurer, साथसाथै म फ्यामिली प्लानिङ एसोसिएसन नेपालको सेन्ट्रल एक्सपर्ट मेम्बर रिलेटेड टु डिसेबिलिटी एन्ड माइनोरिटी। अलङ विथ द्याट म अड्राड नेपालको एज अ वुमेन विङमा सेक्रेटरीको रूपमा पनि छु र CJBS अलमनाई। ओके, सो थ्याङ्क यू सो मच दिदी यो इन्ट्रोडक्सनको लागि। सो दिदी, आज हामी मेन्सुरेसनको बारेमा कुरा गर्दैछौँ अनि मलाई चाहिँ अब सबसे सुरुमा चाहिँ कसरी सुरु गर्न मन लाग्यो अनि फेरि हजुरको फर्स्ट पिरियड एक्सपिरियन्स चाहिँ कस्तो थियो, मलाई अलिकति स्टोरी भन्दैछु। सपोर्ट कस्तो थियो, कस्तो इमोसनल फिल भयो, रुनु भएको भएन? माई गड, मेरो फर्स्ट पिरियड एक्सपिरियन्स वाज भेरी भेरी नाइभ। किनभने म अहिले सोचेँ म एकदम बच्चा थिएँ जस्तो फिल हुन्छ, किनभने आई नथिङ, फ्यु जिगज्याग इन्फर्मेसन्स त थियो होइन, बट आई कुड नट कनेक्ट कि खास के हो भनेर। मम्मीले भन्नुहुन्थ्यो यस्तो हुन्छ है छोरी भनेर, बट टु बी भेरी अनेस्ट आई नेभर ट्रस्टेड त्यस्तो पनि हुन्छ टाइपको थियो। अनि म फर्स्ट पिरियड भएको बेला म मामा घाट थिएँ, सो द्याट वाज अब्रप्ट। म वासरुम गएको थिएँ यसो, अनि पछि चाहिँ यस्तो रहेछ पिरियड भएछ भन्नुभएको थियो। अनि आई थिङ्क सेकेन्ड दिन कि थर्ड दिन म घर आएँ, अनि आई वाज लाइक सपोज टु स्टडी विथ माई सिस्टर। अनि मम्मीले चाहिँ लाइक सन्जय पनि पिरियड भयो नि भन्दा सी लाइक आई गट कङ्ग्रेचुलेसन। कङ्ग्रेचुलेसन, आई वाज लाइक वाट, इट वाज भेरी फन। सो तिम्रो चाहिँ कस्तो थियो बाइक? मेरो चाहिँ खास भन्नुपर्छ दिदी, आई कम फ्रम अ फ्यामिली जहाँनिर चाहिँ खासै मेन्सुरेसनको बारेमा कुरा गरिँदैन। मेरोमा बाबा र दाइ हुनुहुन्छ अनि मम्मी हुनुहुन्छ। सो मम्मी र मम्मी चाहिँ कहिले पनि त्यो मेन्सुरेसनको कुरा चाहिँ भएन भनेपछि हुँदाखेरि पनि मलाई के गर्ने भनेर थाहा पनि थिएन क्या। अनि हजुरको जस्तै म पनि मेरो फुपूको घरमा थिएँ, अनि मेरो अलिकति लुगामा रहेछ, अनि दिदीले चाहिँ नानी चेक गर्छौ कि भनेर भन्नुभयो। अनि चेक गर्दाखेरि आई वाज लाइक अब हो रहेछ दिदी भनेर जस्तो भयो क्या। म त कस्तो आई स्टार्टेड क्राइङ कि बिकज मलाई यो चाहिँ एकदम डरलाग्दो कुरा हो जस्तो फिल हुन्थ्यो। म रुन थालेँ कि त्यसपछि। अनि त्यसपछि मलाई घर ल्याइयो, अनि घर ल्याएपछि फेरि हामी छेत्री भएको कल्चर फरक, दाजुभाइलाई अथवा बाउलाई हेर्न मिल्दैन, मेल मेम्बरको फ्यामिलीलाई हेर्न मिल्दैन भन्ने थियो। अनि मलाई चाहिँ त्यतिखेर भाडामा बस्नुहुन्थ्यो क्या आन्टीहरू एउटा, अनि अब माथि बस्यो भने बाबा पनि छ, दाइ पनि छ होइन। अनि त्यसरी मलाई चाहिँ 12 दिनसम्म चाहिँ मुनि भाडामा बस्नेसँग चाहिँ सुताइयो, राख्यो। अनि ठिकै थियो एक्सपिरियन्स, तर अब जे भयो नि अर्का स्ट्रेन्जरहरूसँग बस्नु, खानु, सुत्नु भनेको त एउटा कस्तो अलिकति वियर्ड एक्सपिरियन्स हो नि त। अनि त्यो चाहिँ त्यस्तो खालको थियो, तर म चाहिँ ट्रमाटाइज भएको सुरुमा चाहिँ। ओके, सो दिदी अब त यत्रो वर्ष भइसक्यो नि त पिरियड पाएको होइन। अनि अब सुरुमा जस्तो नै गाह्रो च्यालेन्जेसहरू भयो भने अब अहिलेसम्म आइपुगेर त हामीले एक्सेप्ट गरिसक्छौँ नि त। दिस इज पार्ट अफ कसै भने जस्तो भइसकेको हुन्छ। इमोसनललाई पनि हामीले एक्सेप्ट गरिसकेको हुन्छ, पिरियडसँग त हामी बेस्टिज भइसकेको हुन्छ नि त नि। सो अहिले चाहिँ कस्तो छ सम्बन्ध हजुरको मेन्सुरेसनसँग चाहिँ? या अहिले त काइन्ड अफ we got along together. यति लामो जर्नीसम्म आउँछ क्या, आई हेभ टु से द्याट। र आई थिङ्क पहिलाबाट अहिलेको एक्सेसिबिलिटीले र इन्फर्मेसन सोर्सले धेरै डिफ्रेन्ट पाएको रहेछ भने आई पर्सनल फिल। किनभने पहिला चाहिँ हाम्रो स्कुलमा लिटरली नै
कस्तो वेयर्ड एक्सपिरियन्स हुन्थ्यो किनभने केटाहरूले एकदम बुली गर्थ्यो कि अनि चाहिँ हाम्रो साथीहरूको चाहिँ कहिले अब ड्रेसहरूमा लाग्थ्यो जस्तो हामीले चाहिँ साथीहरू अगाडि पछि एस्कोर्ट गरेर लानु पर्थ्यो कि अनि केटाहरूले थाहा पाइसक्यो समथिङ रङ हुँदैन दे स्टार्ट टिजिङ तर अहिलेको गभर्मेन्ट स्कुलहरूमा मैले क्लासहरू जाँदाखेरि आई फिल कि इट्स ओपन टु कम्युनिकेट र त्यस्तो बुलिङ चाहिँ हुँदैन रहेछ है त्यस्तो सपोर्ट इच अदर भन्ने फिल हुन्छ बट स्टिल दे फाइन्ड डिफिकल्ट टु हुन्छ नेगोसिएट विथ इच अदर किनभने स्कुलमा अहिले पनि केटाकेटीको स्ट्रास रो हुन्छ म जाँदाखेरि होइन अनि वेन आई स्टार्ट प्रोभिङ दे फिल केटीहरू त लाजले पुरा रक्तपिरो भइसकेको हुन्छ केटाहरूलाई चाहिँ हल्का जिस्किने फ्लड गर्ने कुराहरू स्टार्ट भइसक्यो म्याम यस्तो यस्तो भनेर सुरु भइसकेको हुन्छ तर आई डोन्ट थिङ्क धेरै चेन्ज भएको छ होला भनेर होइन किनभने मान्छेहरू यति डाइभर्स छ यति डिफ्रेन्ट काइन्ड अफ पिपुलहरू छ तर सबै डाइभर्सिटीहरूको निज डेफिनेटली फिल भएको छैन अहिलेसम्म वासरुमको सेम प्रब्लम छ वाट डु यु से अबाउट द्याट एक्ज्याक्टली सो मलाई पनि यस्तै लाग्छ दिदी कि जस्तै मेरो पनि ओभर द टाइम म अल्दो धेरै वर्ष भइसकेको छैन पिरियड्स भएको तर 6-7 वर्षमा पनि मलाई चाहिँ अझै पनि एक्सेप्टेन्स छैन क्या दिदी मेरो पनि अझै म बेस्टिस छैन क्या म मेरो मेन्सुरेसन चाहिँ लाइक आइसकेपछि किन आएको तिमी भनेर यस्तो खालको हुन्छ क्या मलाई चाहिँ बिकज मेरो चाहिँ अलिकति प्रब्लम पनि छ भन्नाले म चाहिँ 2-3 महिनामा हुन्छ कि बरु महिनै पछि भए बरु आइहाल्छ नि भनेर सोच्छु तर 2-3 महिनामा अनप्रेडिक्टेबल भइदिने कि अनि कुन बेला कुन ठाउँमा कसरी हुन्छ भन्ने कुरा मलाई थाहा छैन सो आई एम नेभर रेडी फर इट के अनि मलाई चाहिँ अझै पनि इट्स लाइक हेट्रेड रिलेसनसिप जस्तो छ तर देन आई एम भेरी ग्ल्याड एज अ ह्युमन मलाई आफूलाई चाहिँ कहिले प्राउड फिल हुन्छ क्या मेरो वरिपरि केटीहरू छ भने चाहिँ म जहिले पनि ब्यागमा एउटा प्याड चाहिँ बोकेर हिँड्छु बिकज आई डोन्ट वान्ट फिल एज अ फिमेल क्या यदि मलाई कसैले प्याड माग्छ र छैन भनेर भन्दाखेरि चाहिँ मलाई कहिले ला म फेल भयो वेमेन जस्तो फिल हुन्छ क्या अनि त्यसैले आई अलिकति बी रेस्पोन्सिबल टुवर्ड इट तर आफूसँग चाहिँ फेरि हेट्रेड रिलेसनसिप नै छ मेरो मेन्सुरेसनको चाहिँ ओके सो दिदी लाइक अब हामी त पिरियड्स भन्ने बित्तिकै नि वेमेनहरूसँग मात्रै एसोसिएट गर्छौँ नि त तर मैले अलिअलि बुझ्दाखेरि चाहिँ नट जस्ट वेमेन धेरैवटा कुरामा अनि धेरैवटा व्यक्तिहरूमा चाहिँ पिरियड्सहरू हुँदो रहेछ जस्तै ट्रान्सजेन्डर मेनहरूमा पनि हुँदो रहेछ नन बाइनरी इन्डिभिजुअल्सहरूमा पनि हुँदो रहेछ अनि के मैले एउटा इन्टरभ्यू हेरेको थिएँ सृष्टि दिदीको इन्टरभ्यू होइन सृष्टि दिदीले चाहिँ त्यो इन्टरभ्यूमा के भन्नुभयो भन्दाखेरि मान्छेहरूले चाहिँ ल अपाङ्ग छ भन्दैमा पिरियड्स नै हुँदैन खालको सोच बनाउँदो रहेछ भन्न ममा चाहिँ त्यो सोच छैन तर धेरैजनामा हुँदो रहेछ सो दिदी को मान्छेलाई पिरियड हुन्छ भने चाहिँ अलिकति अडियन्सलाई जानकारी दिनु न ओके आई थिङ्क पिरियड भनेको चाहिँ वुमन भन्ने एसोसिएसन एन्ड द्याट्स भेरी कमन छोरी मान्छे भनेको चाहिँ त्यही नै दिमागमा आउँछ बट एउटा सिम्पली डेफिनेसन सिम्पली सबैले बुझ्ने खालको भन्नु पऱ्यो भने चाहिँ फिमेल भन्ने बित्तिकै हामीले जेन्डरसँग एसोसिएट गर्छौँ होइन लेट्स पुश द्याट आउट फ्रम द डोर र त्यो चाहिँ बायोलोजिकल हो भने मतलब जो मान्छेको बायोलोजिकल शरीरमा फिमेल रिप्रोडक्टिभ सिस्टम लिएर जन्मिनु भएको छ त्यो सबैजना मेन्सुरेसन हुन्छ चाहे हेर्दाखेरि केटा जस्तो देखोस् केटी जस्तो देखोस् होइन या फिर डिसेबलै होस् कुनै अर्गानमा केही प्रब्लम भएको होस् फिजिकल अर्गानमा या होइन या फिर व्हिल चेयर युज गर्ने होस् जेसुकै होस् यदि उसमा इन्टर्नल र एक्सटर्नल कम्प्लिट फिमेल रिप्रोडक्टिभ सिस्टम छ भने विदाउट अ डाउट त्यो मान्छे मेन्सुरेसन हुन्छ सो त्यो डिसेबिलिटी डज नट मिन के हुन्छ नि पिरियड चाहिँ हुँदैन एसोसिएट त्यतासँग गर्नु भएन होइन जस्तोसुकै डिसेबिलिटी भए पनि यदि तिमीसँग एउटा प्रपर फङ्सनिङ मेन्सुरेसन अर्गन छ भने द्याट ह्यापन्स होइन त दिदी ओके सो दिदी अर्को भनेको मेरो लागि अलिकति नयाँ टपिक भनेको चाहिँ मेन्सुरेसन इन पिपल विथ डिसेबिलिटिज हो है मेरो लागि चाहिँ दिस इज कम्प्लिटली डिफ्रेन्ट टपिक बिकज मैले चाहिँ त्यो धेरै बुझ्न पाएको छैन कि आई थिङ्क वाट बेटर पर्सन देन यु होइन हजुरले यो कुरामा धेरै एक्सप्लेन गर्न सक्नुहुन्छ जस्तो लाग्छ सो दिदी डिसेबिलिटी भएको स्पेसली वुमेन अथवा पर्सन्सहरूमा चाहिँ मेन्सुरेसनको बारेमा चाहिँ लाइक हुन्छ नि कतिको च्यालेन्जिङ हुन्छ उनीहरूले चाहिँ कसरी थाहा पाउँछ सेन्सरी इस्युजहरू कस्तो भइरहेको हुन्छ अनि लाइक डिपेन्डेन्सी कतिको छ अरू मान्छेहरूमा बिकज अभियसली पनि अलिकति डिपेन्डेन्ट हुन्छ नि त सो अलिकति यसको बारेमा एक्सप्लेन गरिदिनु दिदी ओके सो टु बिगिन विथ हामीले यसमा चाहिँ डिसेबिलिटीको टाइप्स र सिभियरिटीलाई कन्सिडर गर्नुपर्छ होला गर्नुपर्छ डिसेबिलिटीको टाइपलाई नै नबुझेर एज वेल डिसेबिलिटीलाई नै नबुझेको कारणले चाहिँ यो र्युमर सुरु भयो कि डिसेबिलिटी मिन्स हुँदैन भन्ने टु बी अनेस्ट होइन डिसेबिलिटी सेक्सुअल हुँदैन या फिर एसेक्सुअल हुन्छ भन्ने त्यो कन्सेप्ट नै त्यहाँबाट सुरु भएको भएर यो सबै गोलमाल भएको खासमा होइन इन्ट्याङ्गलमेन्ट भएको सो डिसेबिलिटीहरूमा फर्स्टमा कसले थाहा पाउँछ भन्नेबाट स्टार्ट गरौँ होइन काइन्ड अफ अ मिथ बस्टर जस्तो सो जो डिसेबिलिटीहरू चाहिँ जो डिसेबल वुमेनहरू चाहिँ प्यारालाइज हुनुहुन्छ फिजिकली उहाँहरूले चाहिँ
पिरियड हुन्छ थाहा छ तर म अहिले पिरियड भएँ भनेर ठ्याक्कै थाहा पाउनु अलिक गाह्रो हुन्छ टु बी अनेस्ट अरूहरूले चाहिँ थाहा पाउनुहुन्छ पिरियड भएको जस्तो अवेरनेसको कुरा गर्दाखेरि अब आई थिङ्क अवेरनेसको कुरामा वी अल ह्याभ डिफ्रेन्ट एक्सपिरियन्स हामीलाई थाहा छैन भन्ने बारेमा होइन तर अब सपोजको लागि त्यो इन्फर्मेसन पाउने सोर्स कतिको रिलायबल छ होइन सिकाउने मान्छेले कतिको सिकाउन आउँछ होइन त्यसपछि सिक्ने मान्छेले कतिको सिक्न सक्ने इन्भाइरोमेन्ट छ यहाँ त कतिजना हियरिङ डिसेबिलिटी हुनुहुन्छ भिजुअल डिसेबिलिटी हुनुहुन्छ होइन अझै अटिजम भएको डिसेबिलिटीहरू हुनुहुन्छ डाउन सिन्ड्रोम भएको हुनुहुन्छ अनि मेन इन्टेलेक्चुअल डिसेबिलिटी अटिजम भएको डिसेबिलिटी र जो चाहिँ मेन्टल डिसेबिलिटी पछि बढी हुनुहुन्छ उहाँहरूलाई चाहिँ मेन्स्ट्रुएसनको बारेमा सिकाउन अलिकति गाह्रो छ धेरै नै गाह्रो छ इन कम्पेयर टु अरू डिसेबिलिटीहरूमा है हो सो जस्तै अब एज हामीमै पनि जसमा डिसेबिलिटी छैन कस्तो हुन्छ भन्दाखेरि मेरो चाहिँ स्कुलको एक्सपिरियन्स भन्नुपर्दाखेरि चाहिँ स्कुलमा चाहिँ मेरो धेरैवटा साथीहरू टुलुगामा लाग्दिने होइन बेचमा वात्तैसँग लाग्दिने फर्चुनेटली मैले चाहिँ त्यो कहिले फेस गर्नु परेन अनि आई क्यानट इमेजिन हाउ उनीहरूलाई कस्तो एम्बारेसिङ फिल हुँदैन होला बिकज लाइक हुन्छ नि कतै खाजा खान पनि जान नपाउने होइन कतै उठेर टोइलेट जान पनि नसक्ने पानी खान पनि नसक्ने इम्बारेस गरेर बसेको गर्दैन अब केटाहरूले देख्यो भने त झन् के नै हो जस्तो खालको बनाइदिने होइन अनि हामी यस्तो मान्छेहरूकोमा त हामी कहिलेकाहीँ फेल हुन्छौँ सेन्स गर्न कि मेरो पिरियड्स भएछ मेरो लागेछ भन्ने कुरामा हामी फेल भइरहेको हुन्छौँ भने दिदी यो डिसेबिलिटिज भएको वुमेन र पिपलहरूले चाहिँ कसरी सेन्स गर्नुहुन्छ र कसरी यस्तो सर्कमस्टान्सेसहरूलाई अभोइड गर्न सक्नुहुन्छ हाउ दिस ह्यापन्स ओके सो यसमा चाहिँ कस्तो थाहा हुन्छ भन्दा डेफिनेटली त्यो चाहिँ अब त्यो अलिकति पर्सनलाइज्ड एक्सपिरियन्सेस हुन्छ होइन जसको रेगुलर हुन्छ उनीहरू त डेट काउन्टिङहरूबाट थाहा हुन्छ तिमीले गरेर यस्तो प्रिभेन्सन होइन पहिल्यै बोकिरहने त्यसपछि आएर चाहिँ अब कतिजनालाई त अब्रप्ट हुनेहरूलाई त डेफिनेटली गाह्रो त हुन्छ नै होइन त्यो त नर्मल केसै हो र कतिजनाहरूले चाहिँ अब भनौँ न अब स्पेसली म यसमा चाहिँ धेरै जस्तो जो चाहिँ अटिजम इन्टेलेक्चुअल डिसेबिलिटी मल्टिपल डिसेबिलिटी जसको हुन्छ उहाँहरूको एकदम प्रब्लम छ होइन किनभने उहाँहरूको इभन लाइक यु वन्ट हुन्छ नि यु क्यान इमेजिन प्यारेन्ट्सहरूसँग हामीले काउन्सिलिङ गरेर ग्रुपमा गयो भने मेरो छोरी त पिरियड यति टाइम भयो पिरियड भएको छैन नानी मलाई त आनन्द छ भन्नुहुन्छ लिटरली 1 वर्ष पिरियड अस्ति भर्खर चाहिँ एउटा सेसनमा गएको थियो होइन लेटेस्ट सुनाएको अनि एकजना पेरेन्ट्स हुनुहुन्छ मेरो छोरी त यति वर्ष एज यति वर्ष भयो अनि यति 1 वर्ष भयो पिरियड नभएको नानी मलाई त आनन्द भएको छ भनेर भन्नुहुन्थ्यो क्या अनि कतिजनाको के पनि हुन्छ पिरियड हुन्छ यस्तो हुन्छ सेक्सुअल भाइलेन्सको चान्सेसहरू बढी हुन्छ भनेर कतिजनाले हामीलाई सोध्नु पनि हुन्छ तपाईँहरूको एफप्यानमा चाहिँ के अरे यस्तो गर्न पाइँदैन पाठेघर निकालेर फाल्न मिल्दैन भनेर कतिजनाले सोध्नु पनि हुन्छ टु बी अनेस्ट हामीले उहाँलाई कति बुझाउनु पर्ने हुन्छ होइन उहाँहरूको कन्टेक्स्टबाट हेर्दाखेरि चाहिँ उहाँहरूलाई पनि गाह्रो छ किनभने कस्तो हुन्छ भन्दा स्कुलमा जाँदाखेरि टिचरहरूले चाहिँ बच्चाहरूले पिरियड भएको हुन्छ प्याड च्यातेर फालिदिने लुगाहरू फुकालिदिने होइन केटाकेटीसँगै बसाएर पढाउनु पर्ने हुन्छ इन्टेलेक्चुअल डिसेबिलिटी अटिजमहरूलाई अनि केटाहरूले पनि पब्लिकली मास्टरबेसनहरू गरिदिने फिमेलहरू त्यही हुन्छ अनि इट्स अलिकति डिफिकल्ट सिचुएसन त हुन्छ नै किनभने त्यो डिसेबिलिटी त्यस्तो खालको प्रकारको हो त्यही भएर पेरेन्ट्सहरूले बच्चाहरूलाई आउटडोर लान मान्नुहुन्न यु वन्ट इमेजिन घरमा चुकुल लाएर राखिदिनुहुन्छ घरमा को गेस्ट आयो भने छोरा वा छोरी जो भए पनि अपोजिट नजिक गइदिने काका छोइदिने त्यस्तो केसहरू हुन्छ एकदम डिफिकल्ट चाहिँ च्यालेन्जिङ छ भनेपछि दिदी यो कुरा रिलेट भयो मैले पनि सुनेको कि द्याट हुन्छ नि सेक्सुअल हरासमेन्टहरू अभोइड गर्नको लागि अथवा मेन्सुरेसन पनि इट्सल्फ च्यालेन्ज भइदिन्छ नि त दिदी कतिचोटि हामीलाई विनु नि त हाउ हामी कति सफर गरिरहेको हुन्छ भनेर सो डिसेबल पिपलहरूलाई चाहिँ यो कुरा नहोस् भनेको कारणले चाहिँ हजुरले भने चाहिँ पाठेघरै निकालिदिने भनेर जस्तो कुरा चाहिँ दिदी हाउ हार्मफुल इज द्याट अनि कस्तो के हुन्छ दिदी यो चाहिँ यो कुरा मेरो लागि एकदम नयाँ कुरा हो अलिकति भन्दैछु त यस म चाहिँ खास मेडिकल डक्टर चाहिँ होइन नट फ्रम मेडिकल ब्याकग्राउन्ड बट टु बी भेरी अनेस्ट नर्मली पनि लजिकली सोचौँ न कुनै नि मान्छेको अर्गन के पनि भएको इट्स भेरी हेल्दी भने त्यो निकालेर फाल्दा कस्तो हुन्छ मेरो हात हेल्दी छ यसलाई काटेर फालाउँछु मैले इज द्याट इभन डजन्ट मेक सेन्स हात नभएपछि कन्ज्युमर चाहिँ कस्तो हुन्छ त भनेको त्यो बाटोहरू नभएपछि त्यो स्पेस चाहिँ ब्ल्याङ्क हुन्छ त्यसले धेरै प्रब्लमहरू चाहिँ डेफिनेटली ल्याउँछ हो
सो दिदी हजुरले भन्छ हजुरले डिफ्रेन्ट क्याम्पेन्सहरू गरिराख्नुहुन्छ, डिफ्रेन्ट वर्कसप गर्नुहुन्छ. आई हेभ बिन इन टु दोज फ्यु होइन, मैले धेरै कुरा सिक्न पाइरहेको हुन्छु त्यो क्याम्पेन्सहरूबाट पनि. अनि सो दिदी सबसे अघि पनि हजुरले मेन्सन गर्नुभयो नि त, डिफ्रेन्ट टाइप अफ डिसेबिलिटीलाई चाहिँ डिफ्रेन्ट तरिकाले सिकाउनु पर्ने हुन्छ. बिकज सबैजनाको एबिलिटी एउटै हुँदैन नि त, होइन. कसैले अब नसुन्न सक्नु होला, कसैले देख्न नसक्नु होला, त्यो त डिफ्रेन्ट फर्म अफ तरिकाले सिकाउनु पऱ्यो नि त. सबसे धेरै च्यालेन्जिङ कुरा चाहिँ के हुन्छ दिदी यस्तो क्याम्पेन्सहरूमा? कसरी मान्छेहरूलाई बुझाउँदाखेरि के च्यालेन्जेसहरू भइरहेको हुन्छ दिदी? Okay, so challenges भन्नाले there are not only one challenges, multiple small things and come together and that creates a more bigger dynamic challenges. So एउटा धेरै आर्गुमेन्ट्सहरू के भइरहेको हुन्छ भन्दाखेरि डिफ्रेन्ट डिसेबिलिटिजहरूको डिफ्रेन्ट निड्स हुन्छ र त्यो हिसाबले त्यही तरिकाले मिट गर्नुपर्ने हुन्छ होइन. सो च्यालेन्जेस चाहिँ माइक्रो लेभल च्यालेन्जेस, मेजर लेभल च्यालेन्जेस र म्याक्रो लेभल च्यालेन्जेसको पर्सपेक्टिभबाट हेर्नुपर्छ होइन. सो हामी ट्रेनिङ दिँदाखेरि 1-to-1 दिने एङ्गलबाट हेर्दाखेरि चाहिँ एउटा च्यालेन्जेस हुन्छ भने हामीले मेजर लेभलमा भने मतलब ग्रुपलाई दिँदाखेरि एउटा डिफ्रेन्ट लेभलको च्यालेन्ज हुन्छ भन्दाखेरि मेजर लेभल भनेको एज अ होल पोलिसीको एङ्गलबाट हेर्दाखेरि एडभोकेसीको एङ्गलबाट हेर्दाखेरि डिफ्रेन्ट लेभल अफ च्यालेन्जेस हुन्छ कि. तर डेफिनेटली माइक्रो मेजर र म्याक्रो लेभल भने एकअर्कासँग फरक त होइन. उसले एउटा लेभल अर्को लेभल असर त डेफिनेटली पाइने आउँछ. सो भनेपछि हामीले यस्तो क्याम्पेनहरू गर्दा पनि क्याम्पेन गर्ने मान्छेहरू चाहिँ अलिकति पेसेन्स भएर कस्तो मान्छे कसरी गर्नुपर्ने कुरा भन्ने कुरा चाहिँ अलिकति अवेर हुनु पऱ्यो होइन दिदी. बिकज दिस इज अ भेरी इम्पोर्टेन्ट इस्यु, इम्पोर्टेन्ट टपिक नि त नि होइन. सो सबैजनाले भने जस्तो हुँदैन, कमन हुँदैन नि त यो कुरा होइन. सो अर्को कुरा भनेको दिदी म आफै पनि एउटा कस्तो खालको मान्छे हो भन्दाखेरि म अलिकति एलजिबिटिक्यू कम्युनिटीमा अलिकति इन्भेस्टेड मान्छे हो होइन. आई डु किप अन रिसर्चिङ यो टपिकमा, उनीहरूको क्यारेक्टर्सहरूको बारेमा यस्तो बारेमा म धेरै रिसर्चहरू पनि गरिरहेको हुन्छ. मेरो कलेजले मलाई अपर्च्युनिटी दियो भने सबसे सुरुमा छान्ने टपिक भनेको मैले एलजिबिटिक्यू क्या. मेरो क्लासमा कसैले एलजिबिटिक्यू कम्युनिटीमा को गर्छ भने सबैजना श्रीजनाले गर्छ भनेर भनिसकेको हुन्छ क्या. तर मलाई अहिले एउटा कुरा चाहिँ कस्तो आई फिल सेम भन्दाखेरि दिदी कि मैले कहिले पनि एलजिबिटिक्यू कम्युनिटीको मेन्सुरेसनको बारेमा कहिले सोचिनँ चाहिँ. कसरी सोचिनँ म त आई कम फ्रम एउटा एजुकेटेड ब्याकग्राउन्ड, एउटा प्रिभिलेज ब्याकग्राउन्ड, मैले कसरी सोचिनँ भने जस्तो मलाई कस्तो सेम फिल भयो क्या दिदी. अनि एउटा चाहिँ कस्तो पनि गल्ती हुन्छ भन्दाखेरि दिदी कति एउटा क्याम्पेनमा जाँदा पनि मैले कहिले पनि एलजिबिटिक्यू कम्युनिटीको मेन्सुरेसनको बारेमा मैले कहिले पुरै सुनेको छैन क्या. न भिडियोजहरूमा देखेको छ मैले, न कुनै क्याम्पेन्सहरूमा मैले सुनेको छ. मेबी धेरै रिसर्च नभएर नि हुनसक्छ. सो हजुरलाई के छ दिदी, कतिको आइडिया छ मेन्सुरेसन अब इन एलजिबिटिक्यू कम्युनिटीको बारेमा अलिकति अवेर गरिदिनु, मलाई नै अवेर गरिदिनु, हाम्रो अडियन्सलाई नै अवेर गरिदिनुहोस् न. सबभन्दा पहिला हामीले चाहिँ चेयर्स गर्नुपर्ने हुन्छ है, किनभने तिमीले अझसम्म मैले प्रेजेन्टेसन गरेर छैन भनेर भने. सो आज तिमीले यो कुरा उठाउनु भनेको इट्स प्रुफ कि तिमीले यो कुरामा डेफिनेटली सोचेको रहेछौ भनेर हाई फाइभ. ओके, सो तिम्रो क्वेसनको आन्सर दिनु पर्दा चाहिँ डेफिनेटली है, नट ओन्ली यु, मैले आफैले पनि अरू सेसनहरूमा चाहिँ आई हेभ नट हर्ड त्यस्तो खालको कुराहरू रेज भएको कुरा हुन्छ. तर कस्तो हुन्छ भन्दाखेरि डिसेबिलिटीलाई राखेर डिसेबिलिटीको बारेमा कुरा हुन्छ, एलजिबिटीलाई राखेर एलजिबिटीको कुरा हुन्छ, एलजिबिटीको कुरा बाहिर हुँदा डिसेबिलिटीको बाहिर हुन्छ. सो यसमा चाहिँ म के भन्छु भन्दाखेरि मैले अघि भनेको कुरा थोरै जोड्छु. जो एलजिबिटिक्यू कम्युनिटीमा हुनुभएको, जसको बायोलोजिकली फिमेल छ, त्यो सबैजना मेन्सुरेसन हुन्छ है. ओके, आई विल स्टार्ट फ्रम एलजिबिटिक्यू एलबाट स्टार्ट गरेँ. एलबाट लेस्बियन पिरियड हुन्छ किन दे आर बायोलोजिकली फिमेल. त्यसपछि जीबाट के आयो? मेल हो त्यसमा होइन. त्यसपछि अर्को के आयो? बी, बाइसेक्सुअल. बाइसेक्सुअलहरू पनि फिमेल मेल दुईवटा हुन्छ. सो फिमेलहरू हुन्छ, नो क्वेसन. हजुर. त्यसपछि ट्रान्सजेन्डर, सबभन्दा बिगेस्ट क्वेसनमा आउनु. एक्ज्याक्टली. ओके, सो ट्रान्सजेन्डर भनेको के हो भने सिम्पली भन्दाखेरि चाहिँ ट्रान्सजेन्डरहरू जन्मिँदाखेरि कि मेल कि फिमेल हुन्छ, तर उनीहरूको चाहिँ जेन्डर उनीहरूलाई पछि गएर चाहिँ म चाहिँ मेरो बायोलोजीको सही एउटा भए पनि म चाहिँ अर्को फिल हुन्छ उनीहरूलाई. सो त्यसले गर्दा उनीहरू बाई बर्थ यदि कोही मेल छ भने उनीहरू मेन्सुरेसन हुँदैन, बाई बर्थ फिमेल छ भने मेन्सुरेसन हुन्छ. ओके, अब कहानीमा थोरै ट्विस्ट ल्याउनु पर्यो भन्दाखेरि चाहिँ सो अहिलेको वर्ल्डमा चाहिँ उनीहरूले सेक्सन अपरेसन, हर्मोन थेरापीहरू हजुरले धेरै सुन्नुभयो होला होइन, इन्टरनेटमा पुरा खजिलो आइरहेको हुन्छ त्यो कुराहरू होइन. सो जसले चाहिँ सेक्स चेन्ज हर्मोन थेरापी गर्नुहुन्छ, यदि कोही फिमेल छ उसले सेक्स चेन्जको लागि हर्मोन थेरापी स्टार्ट गर्यो भने त्यो स्टार्ट गरेको केही समयमा उसको बडीली फङ्सन्सहरू, हर्मोन्सहरू चाहिँ बिस्तारै बिस्तारै उसको मेलतिर जाँदा जाँदा उसको लागि ब्रेस्ट थोरै घटेर मसल्सहरू अलिकति यता हुन थाल्छ होइन. मेल हो भने चाहिँ दाइजुङहरू आउन छोड्छ. सो त्यो एउटा प्रोसेस हो त्यो हर्मोन थेरापी. पहिला
सो त्यस्तो हुन्छ होइन त्यसले गर्दा मेन्सुरेसन असर पर्छ सो कोही पनि मेल या फिमेल जहिले हर्मोन थेरापी स्टार्ट गर्दै हुनुहुन्छ भने चाहिँ सो दे हेभ टु प्लान होइन अब एग फिमेल हो भने भोलि पर्सि अब बेबी प्लान गर्नुको लागि मेबी एग चाहिँ फ्रिज गर्ने हो कि कोही केटा हुनुहुन्छ भने स्पर्मलाई त्यही हिसाबले प्लान गर्ने सो द्याट्स अ बिग क्वेसन यसलाई चाहिँ कोहीले काउन्सिलिङ या कन्सल्टेसनमा जानुभयो भने चाहिँ यो कुरा चाहिँ डक्टरले भन्नुहुन्छ बट म चाहिँ यसमा एक्सपर्ट होइन हामी त सेयरिङ बताएँ सो हजुरलाई जति थाहा छ त्यही सो अघिको आएपछि हाम्रो QA प्लस आउँछ क्यु भनेको क्वेसन क्वेयर जे भन्नु भयो यो भनेको चाहिँ यस्तो खालको पर्सन्स हो जो चाहिँ आर नट भनौँ न कन्फर्म अबाउट म कुनमा पर्छु भनेर सो दे लभ टु कल देम एज आई एम अ क्वेयर पर्सन आई एम अ क्वेयर वुमन अर आई एम क्वेयर म्यान अर आई एम क्वेयर पर्सन होइन सो उहाँहरू यदि बायोलोजिकल फिमेल छ भने यु हेभ टु क्लियर त्यो मान्छे हुन्छ भनेर अब A भनेको asexual is just a sexual orientation. So whatever biology they have, it depends upon that. Just they are not interested in sex. Plus ma अरू कुरा नि आउँछ but जे आयो पनि logic is same. Okay, so प्राय जस्तो चाहिँ त्यही हो दिदी अब क्याम्पेन गर्ने मान्छेले पनि प्राय जस्तो अलिकति जेन्डर इन्क्लुसिभिटी मेन्सुरेसन डिस्कसनहरू गर्नु पर्यो अब त यत्रो टाइम चेन्ज भइसक्यो अनि अझै पनि लाइक हुन्छ नि LGBTQ कम्युनिटीले यत्रो धेरै फाइट गरिरहेको छ यो कुरा नै उठ्दैन भनेपछि जुन चाहिँ फेरि एकदम ह्युज पार्ट अफ अस हो नि त मेन्सुरेसन हामीलाई सबभन्दा बढी प्रब्लम भनेको के हो थाहा छ तिमीलाई अब हामीले चाहिँ एकदम बायोलोजिकल जजमेन्ट छ कि हाम्रो होइन यसो हेऱ्यो केटा जस्तो देख्यो भने पछाडि रातो लागेछ उमाइ घर त्यहाँनिर अब सुरु भइहाल्यो कि इस्युज होइन अब केटा मान्छे मेडिकल बसमा चाहिँ प्याड लिन आएको छ त्यहाँनिर यस्तो एउटा त वियर्ड ग्ल्यान्स हुन्छ होइन यो चाहिँ हाम्रो इन्टरभ्यूमा सुदीप गौतम दादाले नै सेयर गर्नुभएको छ होइन कि एउटा ट्रान्सजेन्डर मेन लाई चाहिँ कसरी प्रब्लम हुन्छ भन्ने कुराहरू सो यस्तो खालको ट्याबुजहरू चाहिँ उहाँहरूले फेस गर्ने ट्याबुजको एउटा पर्सपेक्टिभ र अरूले फेस गर्ने पर्सपेक्टिभ डिफ्रेन्ट छ फेरि कि हामीले स्टिगमा फेस गर्छौँ एउटा भान्सामा छिर्नु हुन्न यो हुन्न यो उहाँहरूको च्यालेन्ज फेरि छुट्टै नै छ जुन चाहिँ धेरै जस्तो हिडन हुन्छ यो त कहिले स्पोकन नै छैन दिदी अब जस्तै मेरो केसमा कस्तो हुन्छ दिदी म अझै पनि प्याड लिन सायद म निस्किन्न क्या म मम्मीलाई नै पठाइरहेको हुन्छ आई डोन्ट नो वाइ आइ नट असेम तर पनि म मम्मीलाई नै पठाउँछु आई डोन्ट फिल भेरी त्यो हुन्छ नि कस्तो जज गर्दैला कस्तो घुरेर हेर्छ जस्तो फिल हुन्छ क्या मलाई चाहिँ अनि इनफ्याक्ट अब आई क्यानट इभन इमेजिन ट्रान्सजेन्डर मेन गएर पसलमा गएर पिरियड्स हुँदाखेरि कस्तो नै चाहिँ रियाक्सन्स हुन्छ भनेर दिदी यो कुराहरूलाई कसरी चाहिँ हामी सट डाउन गर्ने कसरी ओभरकम गर्न सकिएला कुनै पनि कसले रोल प्ले गर्न सक्ला दिदी यसमा सो कुनै पनि कुरा सट डाउन गर्नुको लागि सबभन्दा पहिलो कुरा भनेको डेफिनेटली हामीले जहिले पनि कुरा भनिएर हुन्छ तर आई थिङ्क हामी मध्येमा कतिजनाले कतिसम्मको सिरियसली सोच विचार गर्छौँ कतिको सिरियसली त्यसलाई एटलिस्ट आफ्नो तर्फबाट चाहिँ लिड लिएर एटलिस्ट आई क्यान डु दिस मच भन्ने गर्छौँ भन्ने कुरामा डिपेन्ड हुन्छ होइन सो कतिपय स्कुल्सहरू अझै पनि पब्लिक प्लेसेसहरूमा चाहिँ वासरुम जेन्डर न्युट्रल छैन इमेजिन गर्नु न कसैलाई सर्ट टोइलेट जानु छ लङ टोइलेट जानु छ टोइलेट पोस्ट एक्सेबल छैन भने अब अक्वर्ड हुन्छ होइन डिफ्रेन्टली अब त्यो कम्फर्ट छ कि टोइलेटमा युरिनल छ कि होइन या फिर प्यान छ भन्ने पनि डिटरमाइन गर्छन् त ट्रान्सजेन्डरहरूले सेक्सन ओपन गरेर छ छैन उनीहरूसँग बायोलोजी कुन अर्गान छ अब सपोज कसैसँग चाहिँ मेलको रिप्रोडक्टिभ अर्गान छ तर त्यहाँनिर युरेनल छैन भने अक्वर्ड हुन्छ कति बेलामा सो फिमेलहरूलाई पनि त्यही हो कसैको बायोलोजिकल फिमेल अर्गान छ उसको फिजिक्स हेर्दा मेल जस्तो देखिन्छ ऊ केटाको वासरुम नै केटीको वासरुम जान्छ त सोच्नुहोस् न हजुरले आफै सो यस्तो गरेर गर्दाखेरि पनि अब यसैमा मेन्सुरेसन एड गर्नु छ हेर्नुहोस् है मेन्सुरेसन भयो प्याड छैन पछाडि रगत लागिरहेको छ हेर्दाखेरि मेल जस्तो देख्छु अब कस्तो हुन्छ एकछिन इमेजिन गर्नु त्यहाँबाट स्टार्ट हुन्छ कि सो यसमा हामीले गर्न सक्ने भनेको आफू अब सपोज कोही मान्छे कुन ठाउँमा जोडेको छ त्यही ठाउँमा स्टार्ट गर्नु पर्यो कि प्र्याक्टिकली भन्दाखेरि पहिला आफूले थाहा भएर सेयर गर्नु पर्यो अनि कुनै इन्स्टिट्युसनमा आफू छ भने त्यो इन्स्टिट्युसनको पोलिसीबाट स्टार्ट गर्नु पर्यो कि पोलिसीलाई जेन्डर न्युट्रल बनाउने हो कि डिसेबिलिटी फ्रेन्डली बनाउने हो कि वासरुम बन्दै छ भने लेट्स स्टार्ट द नेगोसिएसन कि वासरुम जेन्डर न्युट्रल दुईवटा वासरुम बनाउँदा दुईटै वासरुम जेन्डर न्युट्रल बनाइदिउँ जसले युज गर्दा नि हुन्छ टाइपको कुरा या फिर छुट्टै जेन्डर न्युट्रल वासरुम बनाइदिने हो कि जेन्डर डिसेबिलिटी फ्रेन्डली वेमा बनाउने हो कि त्यो नेगोसिएसन चाहिँ लेट्स स्टार्ट एटलिस्ट होइन त्यति गऱ्यो भने पनि कति धेरै कुरा चेन्जेस हुन्थ्यो जस्तो आई थिङ्क बाई टाइम हुन त हुन्छ होला तर
तर ढिलो भयो भने जस्तो हुन्छ मलाई चाहिँ हाम्रो यो भिडियो पनि एक किसिमको त अवेरनेस एडभोकेसीकै रूपमा आउँछ ट्रु दिदी आई होप वी कुड चेन्ज समथिङ यो कन्टेक्स्टमा पनि आई होप जतिभन्दा जति धेरै मान्छेहरूमा पुगेर यसको बारेमा अवेरनेस म जस्तै मान्छेहरूलाई इभन इफ आम एजुकेटेड तर पनि मलाई पनि थाहा थिएन नि त यो कुरा म जस्तो आई होप many people learn about this अनि अर्को भनेको दिदी मेन्सुरेसन भनेको त्यही मेन्सुरल प्रडक्ट त हामीले छुटाउन नै मिलेन होइन सो दिदी अब वाट इज द मेन्सुरेसन प्रडक्ट हजुरले युज गर्ने चाहिँ के हो वाट यु प्रिफर सो स्टार्टिङमा चाहिँ डेफिनेटली सबैजनाको एउटा एन्सर हुन्छ बिगिनिङ फ्रम प्याड्स एक्सप्लोरिङ अदर आइटम्स कमिङ टु टेम्पन्स टु बी भेरी सिम्पल ओके सो मैले हजुरको एउटा क्याम्पेनमा चाहिँ अब यु टक्ड अबाउट कप्सहरूको बारेमा कुरा गर्नुभएको थिएन अनि म चाहिँ फेरि कस्तो खालको मान्छे भन्दाखेरि म चाहिँ धेरै अलिकति बादर जस्तो मान्छे म चाहिँ उफ्रिनुपर्ने धेरै कुद्नुपर्ने धेरै चल्नुपर्ने खालको मान्छे चाहिँ क्या म चाहिँ अलिकति होइन अनि हजुरले मलाई चाहिँ आई अलवेज वान्टेड टु ट्राई मेन्सुरेसन कपहरूको बारे चाहिँ ट्राई गर्न मन थियो तर कस्तो हुन्छ नि हजुरकै क्याम्पेन गरिसकेपछि लिइसकेपछि पनि मलाई अझै पनि क्या दिदी त्यो फेयर चाहिँ भइरहने मलाई थाहा छ कसरी युज गर्छन् कसरी इन्सर्ट गर्छन् कसरी क्लिन गर्ने सबै कुरा थाहा छ तर पनि मलाई चाहिँ त्यो फेयर भएको भइ गर्ने अनि जति नै अनकम्फर्टेबल भयो भने म चाहिँ प्याड नै चलाउने क्या अनि मलाई चाहिँ अब यो पर्सपेक्टिभ कसरी चेन्ज गर्न सकेला दिदी होइन अनि अझ एउटा एक्सपिरियन्स भन्नुपर्दा दिदी होइन स्कुलमा हुन्थ्यो म अनि भर्खर पिरियड्स भएको क्या अनि म चाहिँ फेरि 3-4 महिनामा पिरियड हुने अनि ह्याबिट नै गइसक्छ नि त दिदी त्यति जेलसम्म त होइन अनि त्यो जतिचोटि प्याड लाग्यो त्यतिचोटि नयाँ कुरा लाग्यो जस्तो हुने होइन अनि म त बेला बेलामा त्यो प्याडको कारणले गर्दाखेरि म त घुम्थेँ क्या त्यो डिजी फिल हुन्थ्यो क्या पुरै वरिपरि नै घुमाए जस्तो हुन्थ्यो यस्तो अनकम्फर्टेबल हुन्थ्यो नि आई स्टिल युज प्याड्सहरू नै युज गर्छु आई रोली वान गेट इन्टु कप्स तर म अझै पनि सकेको छैन दिदी यो फेयरलाई कसरी ओभरकम गर्ने के अरू म जस्तो अरूलाई पनि त्यस्तो फेयर हुँदो होला दिदी कसरी यो फेयरलाई हटाउने आई थिङ्क यस्तो कसरी हटाउने भन्दा पनि देयर इज ओन्ली वान एन्सर जति सेलरोटी पकायो भने लास्टमा एन्डिङ कहाँ आएर सकिन्छ थाहा छ यु हेभ टु डेयर टु ट्राई इफ यु रियली वान्ट टु युज नो अदर चान्स सबै थाहा छ आफूलाई होइन यु जस्ट निड टु गो फर इट ओके सो दिदी फ्यु अब सबैजनालाई धेरै मेन्सुरेसन प्रडक्टहरूको बारेमा नथाहा पनि हुन सक्नुहुन्छ दिदी सो हजुर मेन्सन गरिदिनुहोस् न हाउ मच हजुरलाई मेन्सुरेसन प्रडक्ट्सहरूको टाइप्सहरू कति हुन्छ के हुन्छ भनेर अलिअलि जेनरल आइडिया दिनुहोस् न ओके सो मेन्सुरेसन कपको बारेमा मेन्सुरेसन प्रडक्टको बारेमा म जति ठाउँमा जाँदा पनि म प्रायः भनिरहेको हुन्छु मसँग बोकेर पनि हिँडेको हुन्छ म देखाइ पनि रहेको हुन्छु एक्सप्लेन पनि गरेर देखाइरहेको हुन्छ होइन सो ओके प्याड हामीले ट्रेडिसनली युज गर्ने भनेको अझै पनि कतिजनाले युज गर्नु हुँदो रहेछ होइन कतिजनाले चाहिँ कपडा पनि प्रयोग गर्नुहुन्छ प्याडले चिलाउँछ भनेर द्याट्स ट्रु होइन अब प्याड पनि धेरै टाइपको हुन्छ लामो छोटो मिनी प्याड होइन सब प्याड ल अझै स्टिल पनि स्पेसली अब पर्सन विथ डिसेबिलिटिजहरूको बच्चाहरूलाई चाहिँ प्याड राइट तरिकाले युज गर्न आउँदैन कि धेरै अगाडि राख्नुहुन्छ कि धेरै पछाडि स्टिक गर्नुहुन्छ प्याडको टाइप अनुसारको तपाईँको कुन अगाडि कुन पछाडि भन्ने हुन्छ त्यो एकदम कन्फ्युजन रेड टु बी भेरी अनेस्ट कतिवटा हस्टेलमा म गएको बेला मैले प्याडको अगाडिको भाग यो हो यस्तो खालको प्याड हो यसरी सिकाएर आएको छु कि अनि त्यो कारणले गर्दा यहाँको ब्लिडिङहरू कि अगाडिबाट बाहिर जाने कि पछाडि हिपपट्टि लिक हुने त्यस्तो छ किनभने हामीले सोच्दा त्यो प्याड दियो भने लाउन आउँछ होइन टाँस्ने त हो नि बट टाँस्दा पनि त्यस धेरै डाइनामिक कतिसम्म लाउने भन्ने कुराहरू हुन्छ सो यो कुराहरू अझै पनि ग्याप छ होइन सायद फर्स्ट टाइम प्याड युज गर्दाखेरि अझै पनि कतिजनाले प्याडको प्याकेट हुन्छ भित्र खोलेर हामीले पिरियड हुनुभन्दा अगाडि सायदै कसरी हामीले हेर्छौँ कतिजनालाई मैले पर्सनल कुरा गर्दा धेरै कमले हेर्नुहुन्छ फर्स्ट टाइम पिरियड हुँदाखेरि भन्ने चाहिँ काठमाडौँको चाहिँ डिफ्रेन्ट सिचुएसन छ जस्तै भिलेजहरूमा हुनुहुन्छ उहाँहरूको अझै त्यही नै छ सो अब कमिङ टु अहिले चाहिँ धेरै जस्तो ट्रान्सफर्मेसन के भएको छ भन्दा टेम्पोन र मेन्सुरेसन कप्सहरू बढी युज गर्ने ट्रेन्ड छ स्पेसली युथहरूले र यो हुन्छ नि के भन्छ स्टार्टिङ अडल्टहुडमा स्टार्ट हुनुभएकोहरूले बेसिकली होइन र चाहिँ अब आफ्नो प्रेफरेन्स अनुसार हो कप युज गर्ने कि टेम्पोन युज गर्ने भनेर होइन तर टेम्पोन भनेको चाहिँ रियुजेबल होइन युज गर्ने र फाल्ने हो कप चाहिँ रियुजेबल एकचोटि युज गरेपछि कतिपय इन्डिभिजुअलले 10 वर्षसम्म पनि मजाले युज गर्न सकिन्छ एकचोटि तपाईँले इन्सर्ट गरेपछि 12 आवर्ससम्म त्यसले काम गर्छ होइन जस्ट निड टु टेक इट आउट सो द्याट हुन्छ नि ब्लिडिङ र यु हेभ टु पुट इट अन अगेन वान टाइम युज गर्दाखेरि चाहिँ यु निड टु बोइल र त्यसलाई सेनिटाइज गर्नुपर्ने हुन्छ पछि प्याक गर्दा सेनिटाइज गर्नुहुन्छ नेक्स्ट टाइम युज गर्दा फेरि सेनिटाइज गर्नुपर्ने हुन्छ यो ह्यान्ड सुड बी क्लिन नो नेल भने मेरो अलिक नेल छ होइन यो नेल्स गर्नु भएन त्यो कुरा अलिकति ध्यान दिनुपर्ने हुन्छ र
कप युज गर्न स्टार्ट गर्ने बेलामा आई थिङ्क तिम्रो भ्याजिनल पाथ कस्तो छ भजाइना र भल सम्बन्धी पनि बिग बस्टर छ। कतिजनालाई थाहा नै छैन कि मेन्स्ट्रुएसन हुँदाखेरि ब्लिडिङ आउने पाथ र युरिन आउने पाथ फरक हो भनेर अझैसम्म पनि फिमेलहरूलाई टु बी अनेस्ट होइन। सो यो कुरा चाहिँ अलिकति थाहा हुनु जरुरी छ कि भित्र गएपछि पाठेघरमा पस्छ भन्ने कुरा अझैसम्म नि आउँछ। युथबाट होइन कि जसले बच्चा पाइसक्नु भएको छ, जसको नेचुरल डेलिभरी भएको छ उसले धरि आउँछ। मैले मेरो फ्यामिली मेम्बरलाई सिकाएको छु यस्तो यस्तो हुन्छ, भित्र पस्दैन हुन्छ, तैँले नेचुरल डेलिभरी भयो तपाईँ थाहा होइन, अब खोइ थाहा नै छैन भनेर भन्नुहुन्छ। त्यस्तो कुरा हाम्रोमा ओपनली डिस्कस हुँदैन। अनि टेम्पोनको कुरा आउँदाखेरि चाहिँ टेम्पोन रियुजेबल हो होइन र टेम्पोन चाहिँ लगभग 4 आवर्ससम्म मात्रै युज गर्न मिल्छ होइन। इन्सर्ट गर्ने त्यो कपासलाई प्रेस गरेको जस्तो गोलो हुन्छ त्यसलाई इन्सर्ट गर्ने र थ्रेड चाहिँ तपाईँको बाहिरै हुन्छ, त्यो थ्रेडलाई पुल गरेर निकाल्ने हुन्छ। एकदम कन्भिनियन्ट छ होइन। सो म आफू पनि युजर भएको भएर चाहिँ आई फिल भेरी कन्भिनियन्ट। र टेम्पोनमा चाहिँ त्यस्तो धेरै डिस्काउन्ट कुरा छैन, कपको जस्तै नै हो, अलिकति आफ्नो भ्यालु चाहिँ थाहा हुनुपर्छ। तर टेम्पोन कप जे युज गरे पनि भित्र कहीँ पनि गएर अड्किनेवाला चाहिँ छैन। र 2-3 चोटि मैले कुराहरू चाहिँ के सुनेको छु भन्दाखेरि अब टेम्पोन र कप भित्र राखेपछि तपाईँलाई फिलै हुँदैन हेरे जस्तो है, फिल हुँदैन कि तपाईँले केही भित्र छ भनेर होइन। सो मैले 1-2 ट्रेनिङ जाँदाखेरि चाहिँ कतिपय क्लाइन्टहरूले चाहिँ हाम्रो क्लिनिकमा एकजना क्लाइन्ट आउनु भएको रहेछ कि अनि सो उहाँको चाहिँ टेम्पोन लाएर बिर्सिनु भएको निकाल्नलाई कि। सो त्यस्तो नि कहिले काहीँ हुन्छ होइन, द्याट्स भेरी रियर बट स्टिल त्यो पनि हुन्छ होइन। त्यो अलिक कन्सिडर हुनु पऱ्यो कि तपाईँले 4 घन्टा 5 घन्टामा चेन्ज गर्नुपर्छ भनेर। बट यसले यो टेम्पोन र प्याडले गर्दा चाहिँ त्यो जुन टोइलेट जानलाई चाहिँ अब गयो भने पुरै आफ्नो लुगा भएर रगत लागिरहेको हुन्छ, पानी हुँदैन, पानी भए पनि सफा हुँदैन, वासरुम त्यो हिसाबको हुँदैन, इट्स भेरी अप्ठ्यारो होइन। त्यो प्रब्लमको चाहिँ सायद एउटा एकदम कम्फर्टेबल र इजी सल्युसन चाहिँ किसिमको प्याड र टेम्पोन र कप्स पनि हो। ओके सो जस्तै अब हजुरले भन्छु नि अब राइट वे अफ हामीलाई लगाउनै नै आउँदैन क्या प्याड्सहरूले पनि। जस्तै अब आई वान्ट म आफैलाई पनि भन्छ होला म पनि राख्ने पछाडि कतिको लेन्थ राख्ने। अल्दो फर्चुनेटली मलाई अब हुन्छ नि कहिले पनि अब हुन्छ नि लागेको छैन ब्लडहरू यताउति, तर पनि म अझै पनि आई डोन्ट लाइक करेक्टली पुट इट जस्तो फिल हुन्छ क्या, कतै न कतै तलमाथि भइ नै हालेको हुन्छ। अनि अल्सो हजुरले ठ्याक्कै अघि भन्नुभयो क्या प्रायः बच्चा भएको मम्मी अथवा आन्टीहरू चाहिँ हुनुहुन्छ उहाँहरूलाई नै थाहा हुँदैन क्या ब्लिडिङ आउने ठाउँ र युरिनल प्लेस दुईवटा हो। अस्ति भर्खर मम्मीसँग कुरा भयो क्या, मेरो मम्मीको थोरै घाउ भएको रहेछ होइन, अनि त्यसपछि मलम लाउनु पर्ने रहेछ। मम्मीलाई मैले भनेको अनि कहाँनिर घाउ भएको हो, हजुरको मेन्स्ट्रुएसन हुने ठाउँमा भएको हो कि युरिनलवाला ठाउँमा भएको? मम्मीलाई एउटै त होइन ल भनेर भन्नु। आई वाज लाइक मम्मी हजुरलाई अहिलेसम्म थाहा छैन भने जस्तो भयो क्या। आई ट्राई टु एक्सप्लेन अनि मम्मी त होइन तपाईँले कुरा गर्छ यस खालको कुरा गर्नु मम्मी प्लिज के भने जस्तो भइरहेको थियो। अनि मैले एक्सप्लेन गरेँ, तर फर्चुनेटली हुन्छ मैले उहाँलाई एक्सप्लेन चाहिँ गर्न सकेँ। यो घरमै एजुकेसन छैन क्या, घरमै एजुकेसन छैन। हामी जस्तो हामीलाई थाहा भएको मान्छेहरूले हामीले घरमै नै हाम्रो मम्मीहरूलाई नै थाहा नहुँदो रहेछ, हामी कति न बाहिर गएर सिकाइरहेको हुँदो रहेछौँ क्या होइन। पहिला घरबाट सुरु हुनु पऱ्यो नि त चेन्ज भन्ने कुरा त, अवेरनेस भन्ने कुरा त होइन दिदी। अनि अल्सो लाइक जस्तै भेट्न झन् यो कति गाह्रो हुँदो होला है दिदी जस्तो लाग्छ मलाई। अब प्याड्सहरू लगाउनै पनि दिदी कतिको डिपेन्डेन्ट हुन्छन् अरूमा कि एउटा बानी बसिसकेको हुन्छ दिदी यो प्याड्सहरू लगाउँदा अथवा कप्सहरू इन्सर्ट गर्दा? त्यो चाहिँ जेनरली त आफ्नो बडीको हिसाबले कम्प्याटेबल भइसकेको हुन्छ, तर डेफिनेटली अलिक डिस्कम्फर्ट त भइ नै हाल्छ। अब डिसेबिलिटी कतिजनाले अहिले कप युज गर्न स्टार्ट गर्नु भएको छ, टेम्पोन्सहरू युज गर्नुहुन्छ, थाहा नभएकोहरूले खोजी पनि रहनुहुन्छ होइन। अनि अब अलिकति एक्सेसिबिलिटी अब तपाईँको प्याड किन्न जति सजिलो छ त्यति टेम्पोन र कप डेफिनेटली छैन होइन। टेम्पोन कहिले काहीँ सर्टेज भइरहेको हुन्छ, मैले पनि किन्दाखेरि अलिक स्टकै किनिरहेको हुन्छ होइन, एक्सपेन्सिभ पनि छ त्यो नै हो। अनि फेरि कतिपय इन्टेलेक्चुअल डिसेबिलिटीहरूको यो टाइपको स्ट्रिमको डिसेबिलिटीहरूको चाहिँ आफैले लाउन आउँदैन, प्यारेन्ट्सले लाउन जान्दैन। फेरि कपर टेम्पोन भन्ने कुरा अलिकति कस्तो छ भन्दाखेरि मैले के भन्छु भन्दाखेरि तपाईँहरूले युज गर्न सक्नुहुन्छ, आँट गर्नुपर्छ। पहिला बच्चालाई लगाइदिएन, पहिला तपाईँले आफैले लाउने त्यसपछि बल्ल बच्चा लगाइदिने भनेर भन्छु मैले। र कति ठाउँमा चाहिँ व्हिलचेयर युजर्सहरूले पनि कप लाउन सुरु गर्नु भएको छ, किनभने व्हिलचेयर युजरहरू त प्याडले मात्रै हुँदैन, उनीहरू त डाइपर युज गर्नुपर्ने हुन्छ होइन। त्यो कुरा उहाँहरूलाई इन्फेक्सन एलर्जीको केसहरू धेरै हुन्छ, उहाँहरूले कति ठाउँमा चाहिँ कप युज गर्न स्टार्ट चाहिँ गर्नुभएको छ है।
सो अब मेन्स्ट्रुएसन भन्ने बित्तिकै मेन्स्ट्रुएसन र मेन्स्ट्रुएसन प्रडक्ट भन्ने बित्तिकै चाहिँ हामीले मेन्स्ट्रुएसन हाइजिनलाई पनि बिर्सिनु चाहिँ भएन। सबसे इम्पोर्टेन्ट र सबसे प्रब्लम कजिङ कुरा नै यही नै हो जस्तो लाग्छ मलाई चाहिँ। सो दिदी वाट आर द बेस्ट प्र्याक्टिसेस द्याट यु डु मेन्स्ट्रुएसन हाइजिनको लागि चाहिँ? आई थिङ्क मेन्स्ट्रुएसन हाइजिनको लागि बेस्ट प्र्याक्टिस भनेको सबभन्दा जहिले प्रायः जस्तो कुरा हुने भइरहने हामी क्लिनलिनेस सेनिटेसन हाइजिन नै हो होइन। आफ्नो लागि चाहिँ कुन प्रडक्ट कम्प्याटेबल छ होइन, र मैले चाहिँ आफ्नो सेनिटेसन कसरी डिटर्माइन गर्न सक्छु भनेर सबभन्दा इम्पोर्टेन्ट हो। सो यसलाई अलिकति मैले डिसेबिलिटीसँग र नन डिसेबिलिटीसँग अलिकति जोड्दाखेरि चाहिँ मैले के भन्छु भन्दाखेरि, सो कतिपय भनौँ न फिजिकल डिसेबिलिटी जो चाहिँ प्यारालाइजहरू या धेरै कन्डिसनले गर्दाखेरि चाहिँ अप्ठ्यारो छ, उहाँहरूलाई चाहिँ कतिजनालाई चाहिँ दुखेको घाउ भएको पोलेको थाहा हुँदैन र त्यसले गर्दा पनि त्यो सिभियर भइरहेको हुन्छ है डिसेबिलिटीमा। कतिपय इन्फेक्सन भएको हुन्छ थाहा नै हुँदैन, किनभने उहाँहरूको त्यो खुट्टाहरूतिर थाइहरूतिर इनर थाइतिर सेन्सेसनै हुँदैन। सो टाइफोइडले घाउ भएर एलर्जी भइसकेको हुन्छ, दे वन्ट कतिजनाले थिङ्क अबाउट कि ट्रिटिङ अथवा औषध, उहाँहरूलाई पेनै फिल हुँदैन कि। सो मेरो यहाँनिर एकदम घाउ भएको छ, मलाई पेनै फिल लागेन भने म त्यति धेरै केयर त गर्दिनँ नि त डेफिनेटली। त अलिकति ह्युमन नेचर पनि त्यसरी हुन्छ होइन। र अब अलिकति चाहिँ बेसिकली पब्लिक प्लेसेसहरूमा अलिकति क्लिनलिनेसको कसरी मेन्टेन गर्ने, त्यो आफ्नो के भन्छ पर्सनल टिप्स एन्ड ट्रिक्स, पर्सनल ह्याक्स हुन्छ नि कति युज गर्छु। अब आफ्नो टिस्युहरू बोकेर हिँड्ने हो कि बाहिर जाँदा, किनभने आफ्नो टोइलेट गएपछि चाहिँ त्यो पानी पखाल्ने मात्रै होइन कि त्यसलाई ड्राई पनि गर्ने हो कि, किनभने पानी वेस्ट भयो भने एकदम अनकम्फर्टेबल हुन्छ। अर्को त ब्याक्टेरियाहरू त्यसमा आएर अलिकति स्मेली काइन्ड अफ हुन सक्ने कुराहरू हुन्छ होइन, त्यसलाई अलिक ध्यान दिउँ। सो यसलाई चाहिँ त्यति नै भन्छु म। ओके, केयरटेकरको पनि दिदी स्पेसली डिसेबिलिटीको कुरामा केयरटेकरको पनि ठुलो रोल हुन्छ जस्तो लाग्छ मलाई चाहिँ। व्हाट डु यु से अबाउट द्याट? राइट कुरा भन्नुभयो, एक्ज्याक्टली। हामीले प्यारेन्ट्सहरूसँग कुरा गर्दाखेरि त्यही नै भन्नुहुन्छ कि अब स्पेसली जो चाहिँ रेड कार्ड होल्डर्स हुनुहुन्छ चाहिँ सिभियर डिसेबिलिटी पाउनुहुन्छ रातो कार्ड, उहाँहरूलाई चाहिँ कम्प्लिटली नै केयरटेकरमा डिपेन्डेन्ट हुनुपर्ने भएको भएर चाहिँ उहाँहरूले थाहा भए पनि आफैले क्लिन गर्न सक्नु हुँदैन। दिस इज अ बिटर फ्याक्ट। त्यसको लागि चाहिँ केयरटेकरलाई नै सिकाउनुपर्छ, केयरटेकरलाई नै अवेर गराउनुपर्छ होइन त्यो कुरा। अब केयरटेकर कतिको चाहिँ कम्प्याटेबल छ, कतिको अवेर छ भन्ने कुराले डिटर्माइन गर्छ। अरू डिसेबिलिटीहरूलाई पनि अब इन्फर्मेसन त छ, टु बी अनेस्ट छ, तर तपाईँ सोच्नु न युट्युबमा टेलिभिजन हेर्नुभयो भने तपाईँले आँखा बन्द गरेर सुन्नुभयो भने कतिको बुझ्नुहुन्छ हो होइन। अनि त्यसो अब कान एकछिन बन्द गरेर सुन्यो भने हेर्नमा त कति बुझ्छौँ। नट अ टेलिभिजन, हरेक कुरा त्यही नै छ, यही नै ग्याप हो। हेर्दा पुरा देयर इज बम्बार्ड इन्फर्मेसन बट नन अफ देम आर एक्सेसिबल के। अझै पनि कतिपय प्रोग्राम्सहरूमा साइलेन्स राखिदिनु भनेर यति झगडा गर्नुपर्छ, यति कुरा गर्नुपर्छ। मैले अहिले त्यही नै गरिरहेको छु कि साइलेन्स राख्नुपर्छ भनिरहेको छु होइन। भन्छु हुन्छ भन्नुहुन्छ, पछि छैन जस्ताको तस्तै। आइम ग्ल्याड दिदी द्याट यु आर फाइटिङ फर इट एन्ड आई होप यो कुरा चेन्ज होस्। अनि एक्चुली यो कुरा यस्तो इन्फर्मेसनहरू चाहिँ जतिभन्दा धेरै मान्छेहरूमा चाहिँ एक्सेसिबल होस्। अनि जस्तै मेन्स्ट्रुएसन हाइजिनकै कुरा गर्नुपर्दाखेरि मेरो पार्टमा अर लाइक पिपल लाइक यङ गर्ल्स लाइक मीले चाहिँ मलाई चाहिँ एउटा पहिलाकै यो कति नुहाउनुपर्छ भने जस्तो हुन्थ्यो क्या। हाम्रो कल्चरमा चाहिँ त्यो एक दिन पहिला पुरै जिउ टाउको पुरै न, अर्को दिन जिउ न, फेरि जिउ टाउको न, अनि 5 दिनमा बल्ल फाइनली नुहाएर मात्रै किचनमा छिर भन्थ्यो। यस्तो विन्टर समरमा त दिदी केही फरक परेन नुहाइएर होइन, विन्टर्समा त ओ माई गड हुन्छ नि त है। अनि पछि रियलाइज भयो कि ए होइन है, यो यिनीहरूको कल्चरल बिलिभ्स भने पनि इट्स एक्चुली कनेक्टेड टु के भन्छ हाइजिनसँग कनेक्ट हुँदो रहेछ। हो नि त दिदी होइन। जस्तै हाम्रो बडी टेम्परेचर राइज भइरहेको हुन्छ, हामी बडी स्वेटी भइरहेको हुन्छ मेन्स्ट्रुएसनको बेलामा। हाम्रो अब अभियसली ब्लिडिङ भइसकेपछि त्यो एरिया नै अलिकति स्मेली भइरहेको हुन्छ, हाम्रो बडी नै अलिकति स्टिङ्की भइरहेको हुन्छ जस्तो लाग्छ मलाई चाहिँ, फिल हुन्छ है त्यतिखेर चाहिँ त्यस्तो भइरहेको हुन्छ। अनि पछि बल्ल लजिक लाग्यो ए नुहाउनुको कुरा चाहिँ साइन्टिफिक फ्याक्ट छ है पछाडि भने जस्तो भयो। अनि अल्सो हजुरले भने जस्तै मलाई थाहा छैन अरू म जस्तो केटीहरूले के गर्छ, तर दिदी म चाहिँ धेरै हेभी ब्लिडिङ नहुनेवाला मान्छे कि, म चाहिँ अलिक स्लाइट कम ब्लिडिङ हुने मान्छे हो। अनि म चाहिँ कस्तो भन्दाखेरि त्यो म चाहिँ टाइम एन्ड अगेन प्याड चेन्ज नगरिदिनु बिकज दिदी ब्लिडिङ हुँदैन भनेपछि वाइ इज इट नेसेसरी भनेर म 24 घन्टासम्म नि कहिले एउटै प्याडमा बस्दिनँ क्या। अनि क्लिन नै हुन्छ प्याड त
तर त्यही 24 घण्टासम्म एउटै प्याड लगाएपछि नि पछि होइन यो पनि नराम्रो कुरा रहेछ बिकज प्याड्समा पनि धेरै कुरा हुन्छ नि त नि होइन दिदी अब इभन इफ स्लाइट ड्रप ब्लड छ भने त्यो पनि धेरै बेरसम्म भयो भने त्यसले पनि त नराम्रो हुन्छ नि त भजाइनालाई होइन अनि पछि गएर रियलाइज भयो क्या चेन्ज गर्नु पर्दो रहेछ है तिम्रो ब्लिडिङ भए पनि नभए पनि त्यो 24 घण्टा लाग्ने चाहिँ होइन है जस्तो फिल भयो अनि नुहाउनु अनि वास गर्ने अब प्रायः जस्तो चाहिँ वास गर्दैन पनि रहेछ धेरैजनाको मैले सुनेको चाहिँ म चाहिँ रेगुलरली वास गर्छु आफ्टर एभ्री पी चाहिँ म गरिरहेको हुन्छ क्या मेन्स्ट्रुएसन भएको बेलामा चाहिँ अनि त्यो चाहिँ आई थिङ्क सेल्फ केयर इज भेरी 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 इसेन्सियल जस्तो लाग्छ अनि यो चाहिँ स्कुल्सहरूमा पनि एकदम बेलैमा सिकाउँछु स्कुलमा प्याड लगाउन सिकाउँछ सक्यो क्या कुरा है पिरियड्स हुन्छ अला है प्याड यसरी ला भनेर भन्छ तर पिरियड्स कम्स विथ सो मच अफ थिङ्स क्या दिदी तिमीले यसरी केयर गर्नुपर्छ भन्ने कुरा तिमीले आफूले पेनहरू कसरी म्यानेज गर्नुपर्छ मैले अघि पनि तिमीलाई हजुरलाई भने नि हुन्छ नि आई स्टिल हेट माई पिरियड्स होइन अनि म सानोमा हुँदाखेरि चाहिँ होइन मेरो दिदीहरू चाहिँ आया पेट दुख्यो मेरो चाहिँ पिरियड्स हुन लाग्यो कि क्या हो भनेर भन्नुहुन्थ्यो नि उसले एक्सक्युज मी दिदी मलाई त दुख्दैन त खुचिङ पऱ्यो तिमीहरूलाई भने जस्तो हुँदैन मलाई त दुख्दैन भन्थ्यो अनि त्यसो दिदीहरू चाहिँ पख तँलाई पनि 1-2 वर्षमा हुन्छ भनेर भन्नुहुन्थ्यो अहिले मलाई दिदीहरूले सराप्या जस्तो लाग्छ यस्तो दुख्छ मलाई होइन पिरियड्सहरूको बेलामा मलाई पिरियड्स हुन थाहा आउँछ भन्ने बित्तिकै मेरो पुरा अनुहारमा यत्रो यत्रो पिम्पल्सहरू आउनु थालिसकेको हुन्छ है अनि त्यसपछि पुरा ब्याक हर्ट गर्छ अनि त्यसपछि त्यो बडी नै कस्तो त्यो हुन्छ नि कोहीले यस्तो हेभी बनाएर जस्तो फिल हुन्छ क्राम्प्सहरू त वाइल्ड नै हुन्छ खुट्टाहरूमा क्राम्प्स हुन्छ मेरो त स्टोमकहरूमा क्राम्प्स हुन्छ अनि आई काइन्ड लाइक हट ब्याग्सहरू युज गर्छु म अहिले चाहिँ हट ब्याग्स अनि मलाई चाहिँ आई थिङ्क डिपेन्ड्स डिफ्रेन्ट केटीको डिफ्रेन्ट क्रेभिङ्सहरू हुँदो रहेछ पिरियड्सको बेलामा मलाई चाहिँ स्विट क्रेभिङ हुन्छ क्या अनि चक्लेट्सहरू खान्छु म चाहिँ अनि मलाई चाहिँ मेरो पिरियड भएको छ मेरो वरिपरि चाहिँ तिमीहरू नबोल ल भने जस्तो हुन्छ तिमीहरू साइड लागो ल भने जस्तो हुन्छ बिकज आई फिल जेन्युनली भेरी इरिटेटेड क्या फर्स्टको 2 दिनमा चाहिँ मलाई यस्तो रिस उठ्छ कि त कि त यस्तो रिस उठ्छ कि त लाइक रुवासी भएर त म रिल्स हेरेर रुइरहेको हुन्छ क्या पुरा तर आँसु चल्दै रुइरहेको हुन्छ क्या एकदम फ्लक्चुएट हुन्छ तर हुन्छ नि म जतिसक्दो काम हुन खोज्छु अनि सेल्फ केयर गरेर नुहायो भने अलिकति कामै फिल हुन्छ अनि चक्लेट्सहरू खायो भने अलिकति काम हुन्छ हट ब्याग्सहरू राखेर गरिरहेको हुन्छ म चाहिँ हजुरले कसरी गर्नुहुन्छ दिदी मलाई पनि स्विङ्सहरूलाई कसरी पिरियड्सको मुड स्विङ्स भनेको इट्स लाइक डेन्जरस मार्ने मर्ने खालको भइसकेको हुन्छ नि त त्यतिखेर सो हाउ डु यु म्यानेज दोस थिङ्ग्स सो मुड स्विङ्स चाहिँ आई थिङ्क मुड स्विङ्स चाहिँ आई एम भेरी कामिङ पर्सन सो मुड स्विङ्स चाहिँ म धेरै एकदमै टेबलमा धेरै बसिरहन्छु क्या सो आई डु एकदम वेयर थिङ्सहरू के आयो लिस्ट हुन्छ कि म यो गर्नु छ भनेर दिमागमा आउँछ त्यसले ड्याङमा सर्भ गरेर हुन्छु अरू बेलामा आई डु थिङ्स भेरी प्लान वेमा म यो गर्छु अरू त्यो बेला पुरा स्पोन्टेनियस म आज यो गर्छु ल यो हेरेर भोलिपल्ट बा मैले यो पनि कम्प्लिट त्यो 3-4 दिन अथवा 1 विकको टाइम पछि मैले गरेको के पनि कम्प्लिट गरेको छु स्टार्ट गरेँ छोडेँ त्यो गरेँ छोडेँ त्यो छोडेँ त्यो सायद एउटै कुरा एउटै फ्रेम अफ माइन्डमा कन्टिन्यू हुँदैन कि त्यो चाहिँ मैले एकदम रियलाइज गरेको पेनको बारेमा पेन चाहिँ मलाई ढाडहरू एकदम दुख्छ पेटहरू दुख्छ होइन खुट्टाहरू दुख्छ मेरो पनि मसँग पनि एकदम प्रब्लम म राति लिटरली म सबै रुन्छु कि मम्मी भने यत्रो चिचाउँछु होइन अनि पहिला त छिमेकीले सोध्नुहुन्छ राति तिम्रो छोरी के त्यति कराएको हुनुहुन्छ होइन मम्मी हुन्छ मम्मीले चाहिँ हप्ता खुट्टा थिचिदिनु पर्ने हुन्छ मेरो मसँग एकदम प्रब्लम हुन्छ यस्तो हुन्छ अनि दुख्ने त आई थिङ्क मेरो बानी भइसक्यो होला दुखे पनि काम गर्ने तर टु बी अनेस्ट त्यो दुखाइले गर्दा पनि काम गर्न एकदम गाह्रो हुन्छ फोकसै गर्न सक्दैन बाहिर हिँड्न झन् मेरो चाहिँ के हुन्छ कि पिरियड भएको छ दुखिरहेको छ यस्तो त्यो जिउै एक्स्ट्रा वेट भए जस्तो अनकम्फर्टेबल भए जस्तो थाइहरू पुरा गलेर हुनु पाइरहेको हुन्छ त्यही बेलामा काम परेर हुन्छ त्यही बेला बाहिर हिँड्नुपर्ने हुन्छ जब पर्सिलाई गर्नुपर्छ भन्दै आफूले पुस गरी जानुपर्ने हुन्छ कि धेरैचोटि त्यस्तो इन्सिडेन्ट छ त्यो बेलामा रेस्ट हुँदैन अरू बेलामा रेस्ट भइरहेको हुन्छ कि ओके सो अझ मेरो चाहिँ एक्जामको बेलामा पिरियड्स पऱ्यो नि द्याट्स माई नाइट मेरो जस्तो फिल हुन्छ क्या मलाई चाहिँ कहिले नपऱ्यो मेरो मुड यति स्विङ भइरहेको हुन्छ त्यतिखेर पढ्न पनि मलाई पनि यस्तो द मोस्ट नाइट मेयर कुरा मेरो लागि चाहिँ एक्जामको बेलामा पिरियड्स हुन्छ अनि त्यतिलाई कस्तो हुन्छ फेरि धन्न मलाई चाहिँ मेरो मम्मी बाबाले चाहिँ भन्छ पिरियड्सको बेलामा चाहिँ कहिले पनि दबाई खानुले चाहिँ गरेको छैन मम्मी बरु आफै चाहिँ द्याट इज भेरी रङ मलाई थाहा छ तर जस्तै पूजाआजा आउन लागेको डेटहरू छ भने चाहिँ मम्मीले चाहिँ मम्मीको पिरियड डेट जुत्छ भने चाहिँ मम्मी अगाडि दबाई खाइदिने कि होइन अनि तर मलाई चाहिँ अहिले पनि छुन पनि दिनुभएको छैन दबाईहरू चाहिँ बरु मैले मेन्स्ट्रुएसनको कुरामा मैले दबाई युज गरेको भनेको चाहिँ मेरो चाहिँ कस्तो हुन्छ भन्दाखेरि
स्लो नि त दिदी मैले अघि पनि मेन्सन गरेँ अनि होमियोप्याथिक चाहिँ युज गरेको थिएँ मैले होइन त्यो चाहिँ त्यसमा चाहिँ बडीमा साइड इफेक्ट पनि नहुने रहेछ अनि त्यसले चाहिँ अन टाइम पनि हुने रहेछ मिठो पनि हुने होमियोप्याथिक दबाई त है घुम्यो चिनी खाए जस्तो हुने रहेछ है अनि मिठो हुने रहेछ अनि त्यसैखेर चाहिँ टाइमली हुन्थ्यो अहिले चाहिँ फेरि मैले स्टप गरेको छु अहिले चाहिँ हुन खोज्छ टाइममा नै अनि दिदी यो दबाई खानु इज अ गुड ह्याबिट ब्याड ह्याबिट कतिको साइड इफेक्ट हुन्छ यसको यदि नराम्रो कुरा हो भने पनि यसको अल्टरनेटिभ अप्सन्सहरू चाहिँ हामीले कसरी फाइन्ड गर्न सक्छौँ र के गर्न सक्छौँ यसको बिहाफमा ओके सो यो क्वेसन्सको राइट तरिकाले आन्सर चाहिँ सायद गाइनोकोलोजिस्टहरूले अझै राम्रो दिन सक्नुहुन्थ्यो होला तर मेरो साइडबाट चाहिँ भन्दाखेरि मेन्सुरेसन औषधि खाने नखाने भन्ने कुरा चाहिँ अलिक उसको बायोलोजिकल फ्याक्टरसँग बढी रिलेटेड हुन्छ सो मेन्सुरेसनकोसँग रिलेटेड जहिले पनि हर्मोन होइन प्रोजेस्टेरोन एस्ट्रोजेन त्यसपछि फोलिकल स्टिमुलेटिङ हर्मोन ल्युटिनाइजिङ हर्मोन धेरै हर्मोन हुन्छ जसले चाहिँ एकैचोटि काम गरेर हुन्छ होइन त्यसको कतिसम्मको त्यो हर्मोनहरू कति छ बडीमा कतिसम्मको राम्रो काम गरिरहेछ तपाईँको अर्ग्यानहरू त्यसलाई कसरी प्रड्युस गरिरहेछ कसरी इट्स मल्टिपल फ्याक्टर प्लेइङ हुन्छ नि एकैचोटि मिलेर हुन्छ सो त्यो कुरालाई चाहिँ पहिला बुझ्नुपर्ने हुन्छ एउटा पर्सपेक्टिभ अर्को भनेको चाहिँ अब उसको जेनेटिकली पनि अलिअलि कुराहरू जोडेर आउँछ त्यहाँ सो यो सबै कुरो असेस गरिसकेपछि चाहिँ त्यसको इम्प्याक्ट उसको डेली लाइफमा कति छ त दैनिकीमा कति असर गर्छ थोरै असर गर्ने हो कि मिडियम लेभल हो कि एकदमै टर्चर छ कति छ त्यो अनुसारले चाहिँ अब सिम्टोमेटिक हिसाबले मेडिकेसन दिने हो कि यो चाहिँ इट्स हुन्छ डक्टरको डिपार्टमेन्ट हो यो मैले यति मात्रै भने आफूलाई जति कुरा थाहा छ त्यति ठिकै छ सो दिदी अल्सो वी एज वुमेन आर अलवेज सराउन्डेड बाई मेलहरू भयो हाम्रो वर्क स्पेसमा भयो हाम्रो स्कुल्समा भयो हाम्रो कलेजेसमा भयो जहाँसुकै पनि हाम्रो घरमै पनि भयो हामी गएर अलवेज लाइक हुन्छ सराउन्डेड बाई मेलहरू अनि आई थिङ्क मेल भनेको चाहिँ वी हेभ टु अग्री टु द फ्याक्ट द्याट दे आर अ भेरी भेरी इम्पोर्टेन्ट पार्ट अफ आवर लाइफ होइन हामी एउटा टिम हो नि त नि होइन सो दिदी अब हजुरले पनि अघि त्यो बच्चाहरूको पनि भन्नुभयो फ्लर्टवाला कुरा जिस्काउनेवाला कुराहरू भयो नि त होइन दिदी सो मेनहरूलाई चाहिँ हामीले कसरी एउटा हुन्छ नि पर्सिभ गराउन सक्छ मेन्सुरेसनको बारेमा अनि हामीले चाहिँ अब एउटा त यस्तो नि त दिदी मेन्सुरेसनको कुरा त हामीले जडबाटै गर्नु पऱ्यो नि त एजुकेसन लेभलबाटै गर्नु पऱ्यो नि त अनि ठुलो भइसकेपछि ल है तिमीले गर है भनेर सिकाएर हुँदैन दिदी सानैदेखि एउटा ह्याबिट बनाउनु पऱ्यो घरदेखि एउटा ह्याबिट बनाउनु पऱ्यो स्कुलदेखि एउटा ह्याबिट बनाउनु पऱ्यो सो यो चाहिँ कसरी गर्न सकिरहेको दिदी एजुकेसन सिस्टमलाई चेन्ज गर्नुपर्ने हो कि टिचर्सहरू नै अवेर भएर गराउनु पर्ने हो कि सिकाउनु पर्ने हो कि पर्सिभ गराउनु पर्ने हो कि मेलहरूलाई हाउ क्यान वी चेन्ज दिस ओके यसमा चाहिँ म दुईवटा एक्सपिरियन्स सेयर गर्छु मेरो आफ्नो पर्सनल एक्सपिरियन्स सो एउटा चाहिँ के छ भन्दाखेरि मेरो फ्यामिलीमा चाहिँ मलाई जहिले पहिला प्याड युज गर्दा चाहिँ मेरो प्याड ल्याउने लाने कुन दिनमा मलाई कुन प्याड चाहिन्छ भन्ने सम्बन्धमा थाहा हुने भनेको मेरो भाइ हो मैले मम्मी मेरो प्याड ल्याउनु भन्दा कुन प्याड ल्याउने क्वेसन आउँछ कि अनि भाइ जो त प्याड लिएर भने उसले जुन चाहिँ ट्याक्क लिएर आइदिन्छ त्यो पनि नखोलिकन मजाले भनेर द्याट्स भेरी कमन कि हाम्रोमा चाहिँ होइन सो अहिले त भाइ बाहिर गयो सो अनि मलाई चाहिँ अब प्याड पिरियड हुँदाखेरि टिस्युहरू चाहिन्छ ओर्छ होइन अनि अहिले चाहिँ म आफै जान्छु बाबा प्याड चाहियो भने टिस्यु चाहियो भने बाबाले कुन चाहियो भनेर सोध्नुहुन्छ त्यो पनि मेरो कुन बेला कुन युज त्यो छुट्टै प्रेफरेन्सेस हुन्छ क्या बाहिर हिँड्ने बेलामा एउटा किसिमको टिस्यु बोक्छु घरमा अर्को टिस्यु ल्याउँछु होइन सो त्यस्तो खालको हुन्छ एउटा त्यो अनि अर्को चाहिँ म मेरो वर्क प्लेससँग रिलेटेड एक्सपिरियन्स होइन मेरो एउटा एकदमै मिल्ने साथी छ भर्खरै उसको इङ्गेजमेन्ट गरेर अमेरिका पनि गयो होइन नाम चाहिँ नगर्नु सो यस्तो कतिपय कुराहरूमा चाहिँ म एज अ मेलको पर्सपेक्टिभले म उसँग कुरा गरिरहेको हुन्छु अनि सो एकचोटि चाहिँ हामीले लगभग एउटा ठाउँमा हामी सँगै काम गर्थ्यौँ त्यो काम गर्दा चाहिँ ब्लड डोनेसन क्याम्पेन थियो होइन म भएको बेलामा कुनै पनि ठाउँमा ब्लड डोनेसन क्याम्पेन छ भने म गएर दिइहाल्छु कि सो त्यो बेलामा ब्लड डोनेसन क्याम्पेन थियो म गएँ नाम लेखाएँ उसले अनि एकदमै टोली जानु मन लाग्यो होइन म लाइनमा छु कि मेरो अगाडि एकजना साथी छ उसको अगाडि त्यो साथी छ क्या मेरो केटा साथी होइन अनि म त वासरुम जानु पऱ्यो भनेर म जानु लाग्यो ठ्याक्क मेरो अर्को केटी साथी म पनि जान्छु भने ल ओके लेट्स गो टुगेदर भनेर गएँ सो त्यो ठाउँबाट हाम्रो लोकेसन चाहिँ हाम्रो वर्क प्लेस अलिक टाढा छ कि सो गयौँ टोइलेट गएँ सिधा ल जहाँ पिरियड भयो दिनु ब्लड दिनु भएन अनि त्यसो अब मैले मेरो साथीलाई तल ब्यागमा चाहिँ मसँग टेम्पोन छ प्याड्सहरू टेम्पोन छ मिनी प्याड छ लिएर दियो भनेर मैले पठाएँ त्यहाँनिर मैले यताउता युजर अलिक टाइम लाग्यो होइन डेफिनेट टाइम लाग्यो अनि त्यसपछि मेरो अफिसमा तल फोन बजेको गरेछ सन्चेले पठाउनु पऱ्यो पाला आयो भनेर कि
अनि त्यहाँ मेरो अनि त्यसै त्यो फोन नउठेपछि मेरो साथीले चाहिँ मलाई लिन आयो मेरो अफिसमा ल्याएपछि अब म ओसमा थिएँ होइन अनि सन्जिया चाहिँ आउँदैन अरे भनेर मेरो बाहिर बस्ने साथीले भन्यो अनि किन आउँदैन क्वेसन उसले एन्सरै दिएन आउँदैन अरे कि आउँदैन भनेर ऊ त एकछिन ल भनेर म आएँ कि म आएँ भनेर म निक्लेँ बाहिर अनि ठ्याक्क उसले सन्जिया तिमीलाई बोलिरहेको छ त्यहाँ भनेर होइन म चाहिँ पिरियड भयो म ब्लड दिनु भएन अब मेरा तिमी गएर चाहिँ सन्जिया पिरियड भयो दिन भनिदियो भन्दा ए ल भन्दा सुनिश्चित जान लाग्थ्यो ऊ यहाँबाट उ त्यहाँ गइसकेको थियो ठ्याक्क मेरो सुपरभाइजर सर आउनु भयो कि अनि कहाँ जानु लाग्यो भनेर भन्नुभयो अनि सन्जिया पिरियड भएर त्यहाँ सबैले सन्जियालाई बगाल खोजिरहेछ म गएर चाहिँ भनेर आउँछु भन्दा होइन तिमी नजाऊ अर्कोलाई पठायो जुन चाहिँले चाहिँ म पिरियड भएको भन्न डराइरहेको थियो एकछिन हिचकिचायो अब सरले त भन्छ नै भन्ने थियो मैले होइन सो त्यो पनि एउटा एक्सपिरियन्स हो जतिसम्म चाहिँ फिमेलहरू कम्फर्टेबल भएर भन्न सक्छ त्यति मेलहरू कम्फर्टेबल हुन्छ क्या त्यो साथीसँग म सेक्सुअल हेल्थमा यति ओपन डिस्कसन कुरा हुन्छ होइन धेरै कुराहरू हुन्छ त्योबाट पनि लर्निङ हुन्छ किनभने कति कुराहरू चाहिँ हाम्रो एक्सपिरियन्स फरक हुन्छ नि त तिमीले मैले कुरा अहिले हाम्रो कुरा गर्दा कति नयाँ नयाँ कुराहरू आयो सो यसरी नै हुने हो क्या सो आई थिङ्क बिङ अ फिमेल हामीले स्टार्ट गर्ने बेलामा आई थिङ्क वी सुड बी एउटा डिस्कसन गर्दाखेरि चाहिँ कुरा निक्ल्यो भने म पिरियड भएको सक्यो पेट दुखेर गाह्रो भएको छ बिहान अमिलो खाएको बाहिर आउँदा छ डोन्ट मेक सच फुलिस रिजन्स उनीहरूलाई कहीँ न कहीँ शङ्का लागिसकेको हुन्छ पट्ट भनिदिनै सक्यो क्या कुरा उसले अझ बेला तातो पानी ल्याएर दिन्थ्यो मलाई गाह्रो हुन्थ्यो नि तातो पानी ल्याएर दिइरहेको हुन्थ्यो फेरि के दिन्थ्यो क्या त्यो बेलामा सो इन्भाइरोमेन्ट चाहिँ हाम्रो डिपेन्ड लाग्छ मलाई कस्तो लाग्छ भन्दाखेरि म आफै पनि नि आई थिङ्क द फ्रेन्ड भन्नुभयो नि हजुरले आई थिङ्क द फ्रेन्ड वुड बी मी जस्तो लाग्छ क्या मलाई चाहिँ म पनि त्यो धेरै चाहिँ बोल्दिनँ क्या आई डोन्ट स्पिक अलाउड अबाउट पिरियड जस्तै मेरो केसमा चाहिँ म बोल्दिनँ तर यदि अरूलाई भइरहेको छ भने चाहिँ म चाहिँ हुन्छ नि अब साथीले नबोलेको जस्तो चाहिँ म बोल्थेँ होला त्यतिखेर चाहिँ होइन सन्जियालाई यस्तो भइरहेको छ भनेर तर फेरि कम्पेरिटिभली आई अल्सो स्पिक लेस क्या दिदी होइन अब अनकम्फर्टेबल भएको होइन तर खै आई डोन्ट रियली आई एम ब्युल्ड दिस वे हो कि मलाई थाहा छैन तर जे भए पनि हुन्छ नि आफूले लेस स्पोकन भए पनि आई थिङ्क आइम अ रेस्पोन्सिबल वुमेन जस्तो लाग्छ मैले अघि पनि भने पिरियड्सको प्याड्सहरू क्यारी गरिरहेको हुन्छु इभन इफ आई डोन्ट ह्याभ म जसरी पनि फाइन्ड गरेर म हेल्प गरिदिरहेको हुन्छु त्यतिको चाहिँ आई थिङ्क आइ एम भेरी लिटल प्राउड अफ माइसेल्फ त्यो कुरामा चाहिँ होइन दिदी अनि सो दिदी म जस्तो वुमेन जो हु डोन्ट टक मच अबाउट इट इट्स लाइक थोरै हाउ डु वी नर्मलाइज दस कुरा वुमेनहरूले नै नर्मलाइज नगरेपछि दिदी मेलहरूको त अलिक टाढैको कुरा भएन उनीहरूसँग त धेरै एसोसिएट पनि भएर हुँदैन सो हामी वुमेनले चाहिँ हाउ डु वी स्पिक अप लाउड अबाउट दिस र हुन्छ नि यसलाई चाहिँ एउटा ट्याबु जसरी चाहिँ होइन हामीले कसरी नर्मलाइज गर्न सकिन्छ थोरै ओके स्पिकिङ लाउड अब लाउड चिजलाई पनि लाइक भनौँ मैले सिकिदिनु लजिक होइन कतिसम्म लाउड हुनु पहिला हामीले स्कुलमा म्युजिक सिक्दाखेरि साह्रै गाउन सिक्दा त्यो भोलुम बढाउँदै चिचाउनु पनि हुन्छ नि त्यस्तै कि पहिला सुड बिगिन विथ आफ्नो सेफ स्पेसमा होइन एटलिस्ट फिमेलहरूसँग कुरा गर्दा कुरा गर्ने हो कि अलिकति सेफ स्पेसबाट फेरि आई क्यानट टेल कि कुन स्पेस तिमीलाई सेफ हो भने बट अलवेज बिगिन विथ स्पेस सेफ स्पेस त्यस्तो थोरै कुराबाट बढाउने म त पिरियड भएँ सानो स्टेप के सपोज कसैले नसुन्ने गरेर म पिरियड भएँ उसको अगाडि भन्नु सक्छ यो तिमीलाई एटलिस्ट एउटा इल्युजन हुन्छ कि सेफ इल्युजन उसले सुनेन होला मैले त भने भाउ सो यु क्यान बिगिन फ्रम सेफ स्पेस कि जस्तै म घरमा पनि दिदी होइन मम्मी म महिनावारी भएँ अथवा म पिरियड्स भएँ म मेन्स्ट्रुएसन भयो भनेर भन्दैन क्या दिदी म अझै पनि मम्मी म छुई भएँ भनेर भन्छ अझै पनि देयर इज अ कोड वर्ड जस्तो क्या लाइक हुन्छ नि मेरो अझै पनि लाइक मम्मी म छुई भएर है भन्ने चलन छ क्या त्यो आई डोन्ट नो म सानैदेखि त्यही भन्दै आएँ अहिले पनि त्यही नै बानी छ क्या अनि अनकम्फर्टेबल भन्दैन तर देयर इज अलवेज दिस कोड वर्ड फेरि वुमेनहरू एकदम कोड वर्ड युज गरेर हुन्छ नि यस्तो के यस्तो हुन्छ यसमा चाहिँ एउटा कुरा म जोडेँ है यसमा तिमीले हाक भन्ने कुराबाट हुन्छ नि वर्ड सो वर्ड चाहिँ एकदम इम्पोर्टेन्ट हुन्छ जब चाहिँ नट ओन्ली मेन्स्ट्रुएसन सेक्सुअलिटी एजुकेसन सम्बन्धीमा धेरैजना धेरैवटा रेप केसहरू भाइलेन्स केसहरूमा प्रब्लम के हुन्छ कसैले पनि यदि माइनरको केस हो भने या फिर एज अ होल धेरैजना फिमेलहरूले चाहिँ आफ्नो अर्गानको राइट नेम भन्न नसक्ने कुरा पनि एउटा च्यालेन्ज हो कि बच्चाले के भयो भन्दा भन्न सक्दैन उनीहरूले अर्गानको नामै थाहा हुँदैन अझै स्कुलमा तपाईँ इमेजिन गर्नु न बुकमा पिक्चर हुन्छ हामीले हेड नोज आइज भन्ने पढ्छौँ तर रिप्रोडक्टिभ सिस्टमको नाम किन पढाउँदैन किन भन्दैन होइन सो त्यहाँबाट स्टार्ट हुन्छ कि अझै हाम्रो चाहिँ इन्टरनेसनल डकुमेन्ट बनेको छ होइन इन्टरनेसनल गाइडेन्स अन सेक्सुअलिटी एजुकेसन भनेर छ होइन आइडिजिएससी म्यानुअल भनेर छ त्यो म्यानुअलको तपाईँ च्याप्टर 5मा खोलेर हेर्नुभयो भने त्यहाँनिर चाहिँ
बच्चाहरूलाई एज 5 देखि सेक्सुअलिटी एजुकेसन दिनुपर्छ भन्ने कुरा एकदम क्लियर कट लेखेको छ। अझै टु बी ब्रिफ त्यसमा चाहिँ नलेज के दिने, एटिट्युड कस्तो हुनुपर्छ, स्किल के हुनुपर्छ, यस्तो डिपमा छ। पढ्यो भने वी विल नो मैले के गर्ने, कसरी गर्ने र किन गर्ने, एकदम क्लियर छ क्या त्यसमा। त्यो चाहिँ हेऱ्यो भने एकदम सजिलो हुन्छ। आई थिङ्क हामीले हेर्नु नेसेसरी पनि छ। र सञ्जय दिदी आई थिङ्क लाइक यो एकदम फ्रुटफुल टाइम थियो जस्तो लाग्छ मलाई। आई थिङ्क आई लर्न अ लट अफ थिङ। मेरो लागि नयाँ कुरा एलजिबिटीक्यूको डिसेबिलिटीसँग रिलेटेड पिरियड्सहरूसँग त्यो धेरै कुरा नै मैले थाहा पाएँ। हजुरले कसरी गर्नु हुँदो रहेछ भन्ने कुरा पनि थाहा पाएँ, र प्याड्सहरूको बारेमा, ट्याम्पन्सहरूको बारेमा धेरै कुरा थाहा पाएँ। सो फ्यु सजेसन द्याट यु वुड लाइक टु एन्ड अप दिस, हाउ वुड यु लाइक टु एन्ड अप, केही सजेसन्सहरू दिन चाहनुहुन्छ अबाउट या? ओके सो सजेसन्स भन्दा म एउटा कुरा चाहिँ एकदम सेयर गर्न चाहन्छु। हेलो, क्यामेराले अलिक फोकस हुन्छ, इट्स अ क्यामेरा टाइम। सो यो मोडल चाहिँ म चाहिँ सुरुमा मैले यो सेक्सुअलिटी एजुकेसन भनेर सम्झिँदाखेरि म चाहिँ एकजना साथीलाई एकदम धेरै सम्झिन्छु होइन। सो उसले चाहिँ मलाई यस्तो क्लियरली होइन, म एउटा भिजुअल डिसेबल भएको फिमेल हो। सो मलाई चाहिँ एउटा च्यालेन्ज के हुन्थ्यो भन्दाखेरि हाउ क्यान आई मेरो एउटा माइन्डमा इमेज क्लियर छ होइन। सो हाउ क्यान आई सेयर द्याट भनेर क्वेसन हुन्थ्यो क्या। सो त्यसमा चाहिँ एकजना साथीले मलाई यति राम्ररी एक्सप्लेन गर्यो कि मेल एन्ड फिमेल फिजिक्स यस्तो यस्तो, लाइक मेडिकल कुरा एकदम राम्ररी एक्सप्लेन गर्यो कि डक्टर हुनुहुन्थ्यो मेरो अर्को साथी छ त्यो। सो यो चाहिँ मेल फिमेलको रिप्रोडक्टिभ सिस्टमको अर्ग्यान हो। हजुरले हेर्नुभयो भने यहाँ टेक्स्चरहरू मजाले छ, ब्रेल पनि लेखेको छ होइन। जुनै टाइपको मान्छेहरू चाहे डिसेबल हो चाहे नन एकदम सजिलो हुन्छ। 3Dबाट डेभलप गरेको हाम्रो चेन्जबाट यो चाहिँ पहिलो डिजाइन मोडल हो। यो फिमेल हो तर मेल पनि हामीसँग छ। अनि हामीले अहिले गर्नु खोजेको एउटा अप्रोच जुन चाहिँ ग्लोबली पनि एउटा भर्खरै सुरु भएको एउटा ट्रेन्ड हो भनौँ, इट्स नट वाइड स्प्रेड। सो यो चाहिँ हामीले स्याम्पलिङ गर्दैछौँ जसबाट चाहिँ स्कुल लेभलमा प्यारेन्ट्सलाई, टिचरलाई, इभन पेयर ग्रुपहरूलाई होइन, आमा समूहलाई हरेक लेभलबाट हरेकजनाले चाहिँ सेक्सुअलिटी एजुकेसन लिनलाई एकदम सजिलो र एक्सेसिबल मिडियम हो होइन। अब मैले अघि माइक्रो, मेजो र म्याक्रो लेभलको कुरा आयो होइन। सो च्यालेन्जेस जहाँ जसरी आउँछ सल्युसन त्यसरी नै गर्ने हो। माइक्रो लेभलमा कसैले 1-to-1 अप्रोच, मम्मीले छोरीलाई, बाबाले छोरालाई सिकाउने हो कि दिदी बहिनीले एकअर्कासँग खासखुस गर्ने हो कि होइन, या अब के कुराहरूमा दिदीभाइले पनि एकअर्कासँग कुरा गर्न स्टार्ट गर्ने हो कि मम्मीले किचनमा खाँदै गर्दाखेरि चाहिँ कन्भर्सेसन स्टार्ट गरेर मम्मी बाबाले छोराछोरीलाई इन्क्लुड गरेर आउने हो कि होइन। यो चाहिँ इन्डिभिजुअल अप्रोच भयो, 1-to-1 अप्रोच, फ्यामिलीभित्र हुने अप्रोच भयो होइन। अब मेजो अप्रोच ग्रुप लेभलको कुरा आयो। अब ग्रुपमा डिस्कस गर्ने अब आमा समूहहरू हुन्छ होइन, डिफ्रेन्ट रिहेबिलिटेसन ग्रुपहरू हुन्छ, कम्युनिटी हुन्छ, त्यस्तोमा कुराहरू गर्न सक्यो डिफ्रेन्ट तरिकाले। त्यहाँ एक्सेसिबल कुरा जोडेर आउँछ। डिसेबिलिटी हो, डेफहरू हो, साइन ल्याङ्ग्वेज चाहियो, भिजुअल इम्पेयर्डहरू हो भने अझै पनि यस्तो खालको 3D मटेरियलहरू चाहियो जहाँ छामेर बुझ्न सक्ने होइन। अब फेरि माइक्रो र मेजो लेभललाई सक्सेसफुल्ली इम्प्लिमेन्ट गर्न, त्यहाँबाट वान अफ द बेस्ट इम्प्याक्ट निकाल्न, मान्छेको लाइफमा चेन्जेसहरू ल्याउन चाहिँ सबभन्दा इम्पोर्टेन्ट भनेको सबभन्दा टप लेभल हो। त्यो भनेको म्याक्रो लेभल, त्यो भनेको पोलिसी भनेको यस्तो कुरा हो जुनको कनेक्सन चाहिँ ग्राउन्ड लेभलसम्म हुन्छ कि जबसम्म राम्रो पोलिसी बन्दैन, जबसम्म निड बेस्ड पोलिसी बन्दैन, तबसम्म त्यो पोलिसी के हुन्छ त प्रोग्राममा आउँदैन। प्रोग्राममा नआएसम्म त्यो इम्प्लिमेन्टेसन हुने त कुरै छैन होइन। सो त्यसमा इन्भेस्टमेन्टको कुरा आउँछ होइन। गभर्मेन्टले चाहिँ डिसेबिलिटीको इस्यु या फिर मेन्सुरेसनको कुनै पनि इस्यु या एलजिबिटीको इस्युमा कतिको इन्भेस्ट गर्छ होइन। कि पपुलेसनहरूको लागि चाहिने निडहरू चाहिँ कतिको उसले निडको रूपमा लिन्छ, मान्छेले सुविधाको रूपमा लिँदो रहेछ। साइन ल्याङ्ग्वेज भनेपछि सुविधाको रूपमा लिन्छ, सुविधा होइन आवश्यकता भनेर एडभोकेसी गर्नुपर्ने हुन्छ हामीले होइन। अब इन्भेस्टमेन्टलाई चाहिँ गभर्मेन्टले चाहिँ खर्चको रूपमा, एक्सपेन्सेसको रूपमा लिन्छ। त्यसलाई एक्सपेन्सको रूपमा हेरिने बित्तिकै त्यहाँनिर चाहिँ दयाको भावना सुरु हुँदो रहेछ कि। सो त्यसो कुनै पनि कम्युनिटीको इन्डिपेन्डेन्ट हुनु, कुनै पनि कम्युनिटीको लाइफ चाहिँ राम्रो हुनु भनेको नेपाल सरकारलाई फाइदा हुनु हो नि त। सो यो कुरा हामीले चाहिँ जबसम्म बुझाउँछौँ तब मात्रै चाहिँ ग्राउन्ड लेभलमा चेन्ज हुन्छ कि। फेरि ग्राउन्ड लेभलमा चेन्ज देख्न थालेपछि त्यसलाई चाहिँ रिसर्च गर्नु पऱ्यो। त्यो रिसर्चलाई फेरि एडभोकेसीको लेभलमा ल्याएर यसो छ पपुलेसनको निड
यसो छ है पोलिसले यस्तो गर्नुपर्छ भनेर रेकमेन्डेसन हुनु पर्यो सो इट्स एउटा चेन अफ कनेक्सन भन्नु पर्यो त जहिले पनि सुरु चाहिँ आफूबाट हुन्छ आफूले स्टार्ट गर्नु पर्यो बोल्नलाई हैन सो त्यही नै हो सो आई थिङ्क यो एपिसोडमा चाहिँ हामीले अ लट अफ गभर्मेन्टको कुरादेखि लिएर हाम्रो पर्सनल स्टोरिजदेखि एक्सपिरियन्सदेखि लिएर एउटा नयाँ टपिकदेखि लिएर जुन डिस्कस भएको थिएन अहिलेसम्म हुन्छ नि जेन्डर इन्क्लुसिभिटी डिस्कसन भएको थिएन यो टपिकहरूलाई चाहिँ आई थिङ्क हामीले कभर गऱ्यौँ हामीले धेरै एक्सपेक्टलाई कभर गऱ्यौँ हाम्रो हरेक प्रोसेस हुनेदेखि लिएर वाट प्रडक्ट वी युजदेखि लिएर हाम्रो हाइजिनदेखि लिएर हाम्रो मुड स्विङ्सहरूदेखि लिएर हामीले सबै कुरालाई कभर गरेका छौँ भने आई थिङ्क आई होप दिस भिडियो रिचेज मोर एन्ड मोर पिपल र उनीहरूलाई पनि हेल्प होस् ओके सो लेट्स लाइटन इट अप होइन दिस इज द लास्ट पार्ट हुनेछ होइन सो आई लाइक टु आस्क फ्यु क्वेसन्स यो चाहिँ वान वर्डमा एकदम फास्ट है त वान वर्डमा आई विल ट्राई एज फास्ट एज आई क्यान ओके सो वाट्स द वियर्डेस्ट प्लेस द्याट हुन्छ नि यु हेभ बिन पिरियड्स weirdest place one word at the library okay the weirdest name you have used in context of period Chuibako do you want to know what I use I sometimes use jellyfish where is that okay so cravings spicy okay worst pain in your body during period oh my god latest pain in the month of April okay mood how do you feel early changes body aches and pains oh my god I don't want to do anything I feel so restless okay one fear that you fear about period while you are having your periods fear about work okay and period hack you use mostly I always carry tissue. No tissue. Okay, so one thing about period that you would like to eliminate personally. I hope I won't feel any leg cramps during my period. Okay. One clothing you avoid during period. One clothing. I don't use any kapda. So yeah, that's peace. Okay, so thank you so much, Sanjay. It was really fruitful session. So online छलफलदेखि प्रत्यक्ष एजुकेसनसम्म हाम्रो मोटिभ सिएफसीको मोटिभ भनेको चाहिँ के हो भन्दाखेरि मेन्सुरेसनको बारेमा मौन भङ्ग गर्नु र रगत र समानतालाई एक बनाएर चाहिँ जति सक्दो धेरै मान्छे र बढीभन्दा बढी मान्छे चाहे डिसेबिलिटी होस् या नहोस् चाहे बालबालिका हुन् र जुनैसुकै उमेरका मान्छेहरू हुन् हामीले चाहिँ यो मेन्सुरेसनको बारेमा चाहिँ धेरैभन्दा धेरै मानिसहरूमा चाहिँ अवेरनेस बढाउनु हो सो आई होप यो भिडियोबाट चाहिँ we could do that and thank you for tuning to Change for Change conversation series and this was it for the series 4 menstruation talk campaign. This is Srizana Karpal signing off till next time. Stay kind, stay curious and keep moving forward. Thank you. Bye bye. Stand up and speak up. Bye. Bye bye. Have a nice time.